हेलो। 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 गुड इभिनिङ, नमस्कार। हिजो इक्जाम धेरै जसोले दिनु भएन होइन त? खासमा तपाईँहरूले इक्जाम चाहिँ दिनु पर्थ्यो, किन भन्दाखेरि सपोज प्रिपरेसन नभए पनि प्र्याक्टिस हुन्छ नि त इक्जाममा होइन। ल आज हामी डे 18मा छौँ होइन। आज हाम्रो चाहिँ क्वेसन नम्बर 11 हाम्रो कम्पाइलेसन यो छ, पिएल क्वेसन भयो फाइनेन्सियल एनालाइसिसको हाम्रो। आज चाहिँ हामी क्यास फ्लोको क्वेसन गर्छौँ। क्यास फ्लोको क्वेसन छ घानामा आएको एउटा त तपाईँहरूको अस्तिको डिसेम्बर एटेम्पमा आइसकेको छ। यो चाहिँ क्वेसन नम्बर 5 घाना मार्च 2025को क्वेसन हो। यसलाई हामी गर्छौँ आज। त्यसपछि एउटा हाम्रो एसओपिएलको क्वेसन छ, त्यसलाई गर्छौँ। सर अस्तिको कन्सल्टेसन सर र एकचोटि भनिदिनु न त्यो अलिकति। अस्ति कुनवाला थियो म त्यसलाई अर्को सेसनमा भनिदिन्छु है त ल। ए हुन्छ सर। अब हाम्रो आज हामी के गर्छौँ, आज डे 18मा क्यास फ्लोको क्वेसन गर्छौँ होइन। त्यसपछि भोलि चाहिँ हाम्रो लास्ट क्लास हुन्छ अब, लाइक कन्सेप्टहरूको क्वेसनहरूको। भोलि पनि एउटा हामी क्यास फ्लोको क्वेसन गर्छौँ। त्यसपछि हाम्रो 19वटा जति क्वेसन हामीले कभर गरिसकेका हुन्छौँ, लगभग हाम्रो कन्सेप्ट स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन पनि सकायौँ। त्यसपछि एसओपिएल पनि को क्वेसनहरू पनि गऱ्यौँ। त्यसपछि स्टेटमेन्ट अफ क्यास फ्लोको हामी गर्दैछौँ। त्यसपछि हामीले तपाईँको फरेन सब्सिडियरीको अब यसको चाहिँ एउटा क्वेसन पाकिस्तानको क्वेसन छ। यसको सोल्युसन म बनाएर तपाईँहरूलाई पठाइदिन्छु। यसको कन्सेप्ट सिमिलर, हामीले जुन क्वेसनहरू गरेका थियौँ घानामा सिमिलर त्यस्तै छ। तर यसको सोल्युसन चाहिँ छैन। यसको सोल्युसन म तपाईँहरूलाई बनाएर पठाइदिन्छु यसको चाहिँ। अनि भोलि हाम्रो लास्ट क्लास हुन्छ। तर प्लान चाहिँ तपाईँको के हुन्छ, हाम्रो प्लान चाहिँ कन्टिन्युसली हाम्रो टार्गेट अनुसारै जान्छ। अब त्यो फर्दर आउने प्लानहरूमा चाहिँ हामीले पढिसकेको क्वेसन, त्यसपछि यदि नयाँ क्वेसनहरू रहेछ भने नयाँ क्वेसन, कन्सेप्टहरू त हामीले लगभग सबै कभर गरिसकेको छ। भनेपछि नयाँ नयाँ क्वेसन आयो भने नयाँ क्वेसनमा तपाईँहरूलाई कन्फ्युजन भयो भने चाहिँ तपाईँहरूले मलाई म्यासेज छोडेर अथवा क्लासै लिनु पऱ्यो भने पनि त्यो अनुसार म्यानेज गर्न सकिन्छ। अनि म चाहिँ सपोज तपाईँको म्यासेज गर्नुभयो भने आफ्नो टाइम फ्री टाइममा तपाईँहरूलाई म्यासेज रिप्लाई गर्नेछु त्यसमा चाहिँ। र अब हाम्रो पिएफएमको थ्योरी पास्ट पेपरवाला पनि कम्प्लिट भइसकेको छ। अब नयाँ नयाँ कुराहरू मात्रै हामी पढ्छौँ। नयाँ नयाँ खोजेर म तपाईँहरूलाई डेली प्लानमा इन्क्लुड गराइदिन्छु पर्सिबाट। त्यसपछि अर्को भनेको थ्योरी जुन 15 मार्क्सको छ। 15 मार्क्सको थ्योरीमा पनि हाम्रो पास्ट क्वेसन डिसेम्बरको बाहेक, डिसेम्बर 2025को एउटा चाहिँ तपाईँहरूले हेर्नु होला। यसलाई चाहिँ लेटेस्टवाला अस्ति भर्खरकोवाला चाहिँ यो हामीले कभर गरेको छैन। त्योभन्दा अगाडिको हामीले लगभग 2019-20, 18-19-20, 17देखिको लगभग कभर गरिसकेको छ होइन। त्यसपछि अब फर्दर नयाँ नयाँ टपिकको क्वेसनहरू 15 मार्क्समा आउने खालको, मतलब तिन तिन मार्क्समा जुन आउँछ त्यस्तो रहेछ भने म तपाईँहरूलाई डेली प्लान अनुसारै प्रोभाइड गर्छु। यसको पनि त्यही अनुसार प्रोभाइड गरिदिन्छु। त्यसपछि अर्को भनेको तपाईँको हामीले 2A को क्वेसन लगभग 7वटा गर्छौँ आज सहित। अनि 2A को क्वेसनमा तपाईँहरूले धेरै फोकस नगर्नु होला। प्रोसेसमा चाहिँ यसको कन्सेप्टहरूमा चाहिँ फोकस गर्नु होला। अब यसमा कन्सेप्ट आउने भनेको त्यस्तै पिपिईवाला, रेभेन्यूवालाहरू, त्यसपछि तपाईँको ट्याक्सको, डेफर ट्याक्सको यो कुराहरू चाहिँ एकदम मेजर। हरेक क्वेसनमा सपोज तपाईँको 20वटा क्वेसन गर्नुहुन्छ भने हरेक क्वेसनमा यही नै, यसकै एडजस्टमेन्टहरू धेरै हुन्छ होइन। यो चाहिँ तपाईँहरूले फोकस गर्नु होला यसलाई। अब चाहिँ नयाँ नयाँ क्वेसन एक दुईवटा रहेछ भने म त्यो अनुसार नयाँ क्वेसनहरू हालिदिन्छु प्लानमा। 45 डेजसम्म प्लान चलिरहेको छ। त्यसपछि तपाईँको हाम्रो क्लास चाहिँ भोलि लास्ट हुन्छ। अनि तपाईँको अर्को क्लास भनेको मैले चाहिँ एउटा आरटिपी, लेटेस्ट आरटिपी, अनि त्यसपछि टेस्ट पेपरहरूको क्वेसनहरू चाहिँ तपाईँहरूलाई क्लासै लिएर हुन्छ अथवा चाहिँ तपाईँहरूको फिजिकल टाइममा पढ्न मिल्ने हिसाबले युट्युबमै अपलोड गरिदिन्छु त्यसलाई चाहिँ है त। ल जाउँ अब हामी क्वेसन, हाम्रो घानाको क्वेसन, क्यास फ्लोको क्वेसनमा। यो क्वेसन चाहिँ अलिकति प्रब्लम छ यसको सोल्युसनमा। यो क्वेसनमा पनि आफै यो अलिकति कन्ट्राडिक्सन छ यसमा, यो क्वेसनमा चाहिँ होइन। तपाईँको अस्ति जुन इक्जाममा आएको क्वेसन थियो त्यसमा चाहिँ सजिलो क्वेसन थियो अस्ति चाहिँ। तर यो पनि सजिलो छ, तर अलिकति दुईवटा पोइन्ट जति चाहिँ यसमा अलिकति कन्फ्युजन छ। त्यो त्यसमा ध्यान दिएर अगाडि बढ्नुभयो भने चाहिँ तपाईँलाई सजिलो हुन्छ। र यसमा तपाईँले के पनि गर्नुपर्छ, अलिकति कन्सेप्टभन्दा बाहिर आएर तपाईँले वर्किङ पनि गर्नुपर्ने हुन्छ यो क्वेसन, क्वेसन नम्बर 5मा चाहिँ है त।
ल अगाडि बढ्दा हुन्छ। ल क्वेसन नम्बर 5 घाना मार्च 2025 को पाटो is an aluminum processing and casting entity that supplies high quality aluminum coil to both local and foreign markets होइन। उसले चाहिँ के गर्छ अरे एल्युमिनियम प्रोसेसिङ एन्ड कास्टिङ इन्टिटी हो अरे। उसले चाहिँ म्यानुफ्याक्चरिङ एउटा कम्पनी हो होइन। उसले के गर्छ हाई क्वालिटी एल्युमिनियम कोइल्स बनाउँछ अनि त्यसपछि फरेन आफ्नो लोकल मार्केटमा र फरेन मार्केटमा बेच्छ। पाटो ह्याज 3 सब्सिडियरिज नेमली आसाङ्का जारिटान एन्ड टोपोया एन्ड वान एसोसिएट डोसी भनेपछि 3टा सब्सिडियरी छ अरे योसँग होइन। पाटोसँग 3टा सब्सिडियरी छ र एउटा के छ एसोसिएट छ अरे भनेर भनिरहेछ। अनि अल अफ विच इट एक्वायर्ड सेभरल इयर्स अगो भनेर भनेको छ। And the group consolidated statement of profit and or loss account for the year ended 31st December 2024 and consolidated statement of financial position as that date are set out below भनेर भनेको छ। अनि यहाँनिर हेर्नुहुन्छ भने consolidated statement of profit or loss for the year ended 31st December 2024 एक्सट्र्याक्ट दिएको छ है। एक्सट्र्याक्ट भनेर हामीलाई क्वेसनले दिएको छ। त्यसपछि हामीलाई के दियो प्रफिट फ्रम अपरेसन्स दियो, त्यसपछि इम्पेयरमेन्ट रिभर्सल भनेर दिएको छ। फाइनेन्स कस्ट सेयर इन प्रफिट अफ एसोसिएट्स भनेर पनि दियो। त्यसपछि इन्कम ट्याक्स एक्सपेन्सेस डिसकन्टिन्युङ अपरेसनबाट प्रफिट, डिसकन्टिन्युड अपरेसन पनि रहेछ त्यसबाट प्रफिट, त्यसपछि एट्रिब्युटेबल टु प्यारेन्ट र एनसिआईलाई भनेर यसरी छुट्याएर हामीलाई एक्सट्र्याक्ट दियो। रेभिन्यू कस्ट अफ सेल्स त्यसपछि फर्दर एडमिन एक्सपेन्स त्यसको कुनै पनि छुट्याएर दिएको छैन, सिधै प्रफिट फ्रम अपरेसन भनेर हामीलाई एक्सट्र्याक्ट दिएको छ फाइनेन्सियल स्टेटमेन्ट कन्सोलिडेटेड स्टेटमेन्ट अफ पिएलको। अनि त्यसपछि कन्सोलिडेटेड स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन एज एट 31st December 2024 हो यो। अनि एसेट्स दियो, नन करेन्ट एसेट्स भित्र प्रपर्टी प्लान एन्ड इक्विपमेन्ट इन्टेन्जिबल एसेट होइन, यहाँनिर अलिकति प्रब्लमहरू छन् त्यसमा। अनि करेन्ट एसेट दिएको छ, टोटल एसेट इक्विटी एन्ड लाइबिलिटी दियो। त्यसपछि तपाईँको नन करेन्ट लाइबिलिटीभित्र लिज लाइबिलिटी इम्प्लोइमेन्ट बेनिफिट अब्लिगेसन यताउता, त्यसपछि टोटल इक्विटी भइहाल्यो। अनि अब यो एडजस्टमेन्टहरू पढ्नुभन्दा अगाडि हामीले के हेरौँ भन्दाखेरि रिक्वायरमेन्ट के छ भनेर हेरौँ। प्रिपेयर अ कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो फर पाटो फर इयर इन्डेड 31st December 2024 भन्यो। क्यास फ्लो स्टेटमेन्ट बना भनेर भनेको छ। प्रिपेयर द कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो फर पाटो भनेर भनेको छ होइन। इन्क्लुडिङ अ नोट रिकन्साइलिङ प्रफिट बिफोर ट्याक्स टु क्यास जेनेरेटिङ फ्रम अपरेसन युजिङ द इन्डाइरेक्ट मेथड भनेर भनेको छ। अ नोट सोइङ द इफेक्ट अफ डिस्पोजल अफ आशंका इज नट रिक्वायर्ड भनेर भनेको छ। भनेपछि जुन तपाईँको डिस्पोजल भएको छ आशंका त्यसको कुनै पनि नोट्सहरू चाहिँ बनाउनु पर्दैन, तर हामीलाई वर्किङ गर्नलाई सजिलो हुने हिसाबले त हामीले त गर्नु पऱ्यो जसरी पनि होइन, नत्र मिस्टेक हुन्छ। भनेपछि तपाईँलाई के सोधिरहेको छ, इन्डाइरेक्ट मेथड अनुसार क्यास फ्लो स्टेटमेन्ट बना, कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्ट कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो बनाउनुहोस् भनेर बनाएको छ। अर्को भनेको तपाईँको क्यास फ्लो फ्रम अपरेसन, क्यास फ्लो फ्रम अपरेसन र तपाईँको कसरी प्रफिट बिफोर ट्याक्स, प्रफिट बिफोर ट्याक्स र क्यास फ्लो फ्रम अपरेसनलाई चाहिँ रिकन्साइल गर्नुहोस् भनेर भनेको छ। हामीले इन्डाइरेक्ट मेथड अनुसार के अरे क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटी निकाल्दाखेरि त प्रफिट बिफोर ट्याक्ससँगै चाहिँ एडजस्टमेन्टहरू गरेर अनि त्यो क्यास फ्लो फ्रम अपरेसन निकाल्ने त हो नि होइन। भनेको मतलब त्यही कुरा चाहिँ यसले सोधिरहेको छ क्या। हामी के गर्छौँ, क्यास फ्लो स्टेटमेन्ट बनाउँछौँ, कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो बनाउँछौँ, त्यसमा अपरेटिङ एक्टिभिटिज हुन्छ, त्यसपछि इन्भेस्टिङ एक्टिभिटिज हुन्छ, त्यसपछि फाइनेन्सिङ एक्टिभिटिज हुन्छ। अनि जुन रिकन्सिलिएसन छ त्यो हाम्रो क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटी जे छ त्यसलाई हामी फेरि तल अर्को सेड्युल बनाएर त्यही कुरालाई बनाइदिने हो है त। ल अब हामीले क्यास फ्लो जहिले पनि इग्नोर गरिराखेको कुरा हो नि त यो कन्सेप्ट जुन छ स्टेटमेन्ट कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो त हामीले लगभग अहिलेसम्म पढेको थिएनौँ होला होइन, अथवा योभन्दा अगाडिको एटिएममा पढ्नुभयो पनि होला होइन। तर यसलाई हामीले जहिले पनि इग्नोर गरिराखेको हुन्थ्यौँ। तर यो के छ, यो क्वेसन चाहिँ तपाईँको 2A मा पनि सोध्न सक्छ। सपोज तपाईँको क्यास फ्लो स्टेटमेन्ट भनेर सोधिदिन सक्छ, अथवा 10 मार्क्समै तपाईँको कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्ट दिएर अनि कन्सोलिडेटेड क्यास फ्लो बनाउनुहोस् भनेर 10 मार्क्समा पनि फरक तरिकाले सोध्न सक्छ नि त। इन्डियाकोमा त क्वेसन छ 10 मार्क्सको लागि सोध्ने खालको क्वेसनहरू होइन। भनेपछि सपोज क्यास फ्लोको क्वेसन त डिसेम्बर 2025मा आइसकेको छ,
अब योपालि त आउँदैन भनेर हामीले इग्नोर गर्न पनि मिल्दैन, किनकि के थाहा योपालि फेरि हालिदिन पनि सक्छ, यही यही क्वेसन हालिदिन पनि सक्छ होइन। अब नहाल्न पनि सक्छ, आउन पनि सक्छ, तर हाम्रो क्यास फ्लोको क्वेसन जुन यो आइसकेका त छैन नि त आइज्ञानमा, सो द्याट हामीले यसलाई इग्नोर नगरिकन अगाडि बढ्नुपर्ने हुन्छ। आओस् नआओस् आफ्नो ठाउँमा छ, हामीले यसलाई चाहिँ गरेरै अगाडि बढ्नुपर्छ। यो क्वेसन तपाईँहरूले योभन्दा अगाडि गर्नुभएको थियो? कसैले गर्नुभएको छ यो क्वेसन? अस्तिको जुन हेरेको थियो सोल्युसन बुझिन, योभन्दा अगाडिको जुन डिसेम्बर 2025मा आयो नि, त्यसको क्यास फ्लो क्वेसन तपाईँहरूले गर्नुभयो? मतलब त्योभन्दा अगाडि गर्नुभएको थियो? ल, अब यसमा प्रब्लम चाहिँ छ, यसको सोल्युसनमा अलिकति प्रब्लम भन्दा पनि क्वेसनमै प्रब्लम छ क्या, यो क्वेसन के अरे कन्सोलिडेटेड क्यास फ्लोको क्वेसन, यही क्वेसनमै नि अलिकति प्रब्लमहरू छन्। ल, एडजस्टमेन्टमा हामी जाउँ अगाडि हेर। पोइन्ट नम्बर 1 आईमा हेर्नुहुन्छ भने पाटो ओन्स 60% इन जरिटान भनेर भनेको छ। द गुडविल attributable to पाटो arising on acquisition was 67,500 रे। The carrying value of Jaritan's identifiable net asset, excluding goodwill arising on acquisition, in the group consolidated financial statement is Ghana currency 1,80,000 at 31st December 2024। हाम्रो रिपोर्टिङ डेटमा चाहिँ ब्यालेन्स दिइरहेछ हाम्रो 1,80,000 चाहिँ नेट एसेट हो अरे जरिटानको, र जसमा हाम्रो एक्विजिसन डेटको गुडविल भनेको चाहिँ कति हो अरे 67,000, 67,500 चाहिँ एक्विजिसन डेटको गुडविल भयो। यो चाहिँ हाम्रो इयर एन्ड, हाम्रो अहिलेको करेन्ट पिरियडको इयर एन्डको नेट एसेट अफ जरिटानको चाहिँ के भयो, क्यारी एमाउन्ट भयो। त्यसपछि तपाईँको के भनिरहेको छ, द रिकभरेबल एमाउन्ट अफ जारिटान इज एक्सपेक्टेड टु बी घाना करेन्सी 2,30,000 एन्ड नो इम्पेयरमेन्ट लस ह्याड बिन रेकर्डेड अप टु 31st December 2023 भनेर भनेको छ क्या। अब यहाँनिर तपाईँको के हेर्नु के भएको छ भन्दाखेरि, सपोज तपाईँको गुडविल एक्विजिसन डेटमा 67,500 भन्यो, त्यसपछि 31st December 2023सम्म केही पनि इम्पेयरमेन्ट चार्ज भएको छैन भनेर भनेछ भने, इम्पेयरमेन्ट 2023को डिसेम्बरसम्म केही पनि इम्पेयरमेन्ट छैन अरे, केही पनि इम्पेयरमेन्ट छैन भनेपछि हाम्रो बुक्समा गुडविल कति देखिनु पर्यो आजको डेटको रिपोर्टिङ पिरियडमा भन्नु त। यदि हामीले 31st December 2024मा रिकभरेबल एमाउन्ट यति दिएको छ, 24मा चाहिँ डिसेम्बर 2024मा हामीले इम्पेयरमेन्ट टेस्टिङ गर्दैछौँ होइन, तर अहिलेसम्म हाम्रो इम्पेयरमेन्ट चार्ज भएको छैन भने हाम्रो इम्पेयरमेन्ट आजको डेटमा 31st December 2024मा इम्पेयरमेन्ट टेस्ट गर्नुभन्दा अगाडि हाम्रो गुडविल को क्यारिङ एमाउन्ट कति देखिनु पर्थ्यो भन्नु त बुक्समा? यही कुरा देखिनु पर्थ्यो होइन त भनेपछि। तर अब यसको हेर्नुहुन्छ भने यसको सोल्युसन मैले तपाईँहरूलाई यहाँनिर राखेको छु। अब म यहाँनिर हेर्नुहुन्छ भने हाम्रो गुडविल कति दिएको छ एक्विजिसन डेटमा, पक्नु यसलाई म पहिला सुरु बुझाउँछु तपाईँलाई यो क्वेसनमा के प्रब्लम छ, अनि त्यसपछि ल गुडविल कति दिएको छ भन्नु त। यसमा हाम्रो गुडविल भनेको त 67,500 भनेपछि इम्पेयरमेन्ट टेस्ट गर्दाखेरि हाम्रो क्यारिङ एमाउन्ट भनेको गुडविल सहित आउनु पर्यो, यही एमाउन्ट 67,500 आउनु पर्थ्यो यदि इफ ओन्ली इफ के हुन्थ्यो यो फेयर भ्यालु मेथड हो भने। तर यो क्वेसनमा के एजम्सन गरेको छ भन्दाखेरि हामीले एनसिआई इज क्यालकुलेटेड युजिङ पार्सल मेथड भनेपछि हाम्रो एनसिआई पार्सल मेथडमा क्यालकुलेट भइरहेछ भने यो भनेको हाम्रो कति छ इन्भेस्टमेन्ट 60% छ जारिटानमा भने हाम्रो यो जुन गुडविल छ यो कति पर्सेन्ट हो, कति पर्सेन्ट हो भन्नु त। हामीले सपोज तपाईँको एनसिआई क्यालकुलेट गर्दाखेरि पार्सल मेथडमा फलो गरिरहेछौँ भने यो भने त हाम्रो 60% मात्रै हो नि त। भनेपछि हामीले इम्पेयरमेन्ट टेस्ट गर्दाखेरि के गर्नुपर्छ, नोसनल गुडविल निकाल्नु पर्यो एउटा त।
यो भनेको नोसनल गुडविल निकाल्नु पर्यो होइन। नोसनल गुडविल निकाल्दाखेरि हाम्रो के गर्नु पर्यो, 40 नोसनल गुडविल भनेर 40 हो, यो भनेको 60% हो भनेपछि हाम्रो नोसनल गुडविल यसरी आउँछ। त्यसपछि टोटल गुडविल आउँछ 1,12,500 होइन। त्यसपछि हाम्रो नेट एसेट यही एमाउन्ट मध्ये यो त अब देखिँदैन फाइनेन्सियल स्टेटमेन्टमा, तर यो देखिनु पर्थ्यो होइन। यो देखिनु पर्थ्यो भन्ने माइन्डमा राखिराखौँ अहिले। त्यसपछि नेट एसेटको हाम्रो क्यारिङ एमाउन्ट 31 डिसेम्बर 2024मा 1,80,000 क्वेसनले दिएको छ कि छैन? यो त क्वेसनले दिएको छ हामीलाई, यहाँनिर हेर्नुहुन्छ भने 1,80,000 है। 1,80,000 हामीले जोडेपछि हाम्रो टोटल क्यारिङ एमाउन्ट अन 31 डिसेम्बर 2024 आयो कि आएन भन्नु त। अनि रिकभरेबल एमाउन्ट पनि हामीलाई क्वेसनले दिएको छ भनेपछि जति पनि डिफ्रेन्स आउँछ, सपोज हेर्नुहुन्छ भने हाम्रो कति छ क्यारिङ एमाउन्ट 2,92,500, तर हाम्रो रिकभरेबल एमाउन्ट छ कति छ 2,30,000 भनेपछि हाम्रो यो क्वेसनमा इम्पेयरमेन्ट रहेछ भन्ने हामीले बुझ्यौँ नि होइन होइन। होइन त भनेपछि हाम्रो टोटल इम्पेयरमेन्ट भनेको यति आयो 62,500। यहाँसम्म बुझिराख्नु भएको छ नि होइन। 62,500 कसरी आयो भन्ने बुझ्नुभयो। यस। अब यो भनेको त 100% हाम्रो एनसिआईको पोर्सनको इम्पेयरमेन्ट पनि हो। त्यसपछि तपाईँको सरी 100% इम्पेयरमेन्ट हो जसमा हाम्रो 40% एनसिआईको जुन चाहिँ हामीले रिकगनाइजै गरेको छैन गुडविललाई होइन। त्यसको भनेपछि 25,000 जुन छ, सब 62,500को 40% भनेको त 25,000 हो नि। भनेपछि यो 25,000 त हामीले बुक्समा रेकर्डै गर्नु परेन, केही पनि इम्प्याक्ट जाने भएन। तर हाम्रो जुन यो 37,500 छ नि 60% पोर्सन हाम्रो हाम्रो ओपनिङ गुडविल कति देखिन्थ्यो भन्नु त 67,500 यो त बुक्समा देखिन्थ्यो नि होइन। र अब हामीले इम्पेयरमेन्ट भनेर गुडविलमै चार्ज गर्छौँ हो, गुडविलमै चार्ज गर्छौँ भनेपछि अब क्लोजिङ गुडविल हाम्रो कति देखिनु पर्थ्यो बुक्समा भन्नु त 67,500 माइनस 37,500 30,000। अब यहाँनिर क्वेसनमा हेर्नु त, अब तपाईँको स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनभित्र यहाँनिर कतै गुडविल छ त, गुडविल छ त, इन्टेन्जेबल एसेट छ। तर इन्टेन्जेबल एसेट पनि तपाईँको कति छ 22,000 मात्रै छ क्या। यहाँ त कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्ट भनेर तपाईँलाई यहाँ दिइसकेपछि त यहाँ गुडविल पनि त आउनु पर्थ्यो होला नि तिनटै सब्सिडियरीको। गुडविल नै छैन, गुडविल छ त छैन नि। यहाँ गुडविल देखिनु पर्थ्यो कि पर्दैन थियो भन्नु त 30,000 त मिनिमम देखिनु पर्थ्यो नि। किन भन्दाखेरि एउटा मात्रै सब्सिडियरी 30,000 हो भने अर्को सब्सिडियरी पनि त गुडविल आएको हुनसक्छ नि त, हो कि भन्नु त विवेक सर। भनेपछि यहाँ गुडविलै देखिएको छैन भनेपछि हामीले यो क्वेसनमा के एजम्सन गर्नुपर्छ भन्दाखेरि गुडविल त देखिनु पर्थ्यो, तर गुडविल पहिल्यै नदेखेको कारणले हाम्रो इम्पेयरमेन्टलाई चाहिँ हामीले के गरिदिनुपर्छ, सपोज तपाईँको क्यालकुलेसन चाहिँ गरिदिनु पर्यो होइन। तर गुडविलमा हामीले चार्ज गर्ने हो, तपाईँले सपोज यहाँनिर इम्पेयरमेन्ट चार्ज गर्दाखेरि के गर्नुहुन्छ भन्नु त इन्ट्री इम्पेयरमेन्ट चार्ज गर्दाखेरि त तपाईँले गुडविललाई क्रेडिट गर्नुहुन्छ टु गुडविल एकाउन्ट, अनि त्यसपछि के गर्नुहुन्छ एसओपिएल 375000 37,500 गर्नुहुन्थ्यो। अब यो गुडविलै यहाँ बुक्समा नदेखिसकेपछि हामीले यो क्वेसनमा के एजम्सन गर्नुपर्छ भन्दाखेरि हामीले यो क्वेसन के गर्नु पर्यो भन्दाखेरि जस्ट के गरिदिनु पर्यो इम्प्याक्ट मात्रै देखाइदिनु पर्यो, सुरुमा जोड दिने फेरि घटाइदिने। तर सपोज हाम्रो बुक्समा गुडविल देखिएको भए जुन यो इम्पेयरमेन्ट आएको थियो नि, हामीले क्यास फ्लो, हामी त केसँग कन्सर्न छौँ क्यास फ्लोसँग कन्सर्न छौँ नि होइन। क्यास फ्लोसँग मात्रै कन्सर्न छौँ भनेपछि प्रफिट बिफोर ट्याक्समा इम्पेयरमेन्ट घटेको होला कि नहोला भन्नु त। यसमा त सपोज यो जुन छ यो एमाउन्टभित्र इम्पेयरमेन्ट 37,500 घटेरै बल्ल यो एमाउन्ट आयो होला नि, हो कि होइन भन्नु त। यसमा पक्कै पनि घटेर आयो कि आएन भन्नु त पहिला सुरु 822,375मा त घटेर आएको छ नि, घटेर आएको छ भनेपछि हामीले के गरिदिन्छौँ पहिला सुरु जोड दिन्छौँ होइन। यहाँ जोड्छौँ
तर हामी अब फेरि फाइनेन्स स्टेटमेन्टमा गुडविललाई चार्ज गर्नु पर्यो सेकेन्ड। अब यहाँनिर के हुन्थ्यो, गुडविल हुन्थ्यो अनि यसमा -37500 गर्ने हो। तर हेर्दाखेरि त यहाँनिर रेकर्डै गरेर हिँड्छ भनेपछि हाम्रो पहिल्यै रेकर्डै गरेको छैन भने इम्पेयरमेन्ट पनि हामी चार्ज गर्दैनौँ। अब हामीसँग अरू फर्दर डाटा नै छैन यसमा, होइन केही पनि डाटै दिएको छैन, ब्यालेन्स सिट चाहिँ मिलाएर दिएको छ तर गुडविल को चाहिँ तपाईँको लेजरै छैन यसमा भनेपछि हामी के गरिदिन्छौँ, फेरि घटाइदिन्छौँ। गुडविल त रेकर्डै गरेर हिँड्छ भनेपछि यसमा पक्कै पनि इम्प्याक्ट गएको रहन्छ। जुन यो छ नि क्वेसनले भनेको छैन, तर यो क्वेसनमा हामीले चाहिँ पार्सियल मेथडमा गर्छौँ भनेर एजम्सन गर्नुपर्छ है। अर्को कुरा भनेको अब के गरिदिन्छु, अब यसमा हामीले सुरुमा चाहिँ एड गरिदिउँ। किन एड गऱ्यौँ भन्दाखेरि गुडविलमा चाहिँ तपाईँको इम्प्याक्ट गरेर यो प्रफिटबाट घटेको होला, सो द्याट हामीले के गरिदिउँ सुरुमा चाहिँ जोडिदिउँ। तर फेरि ब्यालेन्स सिटमा हेर्न जाँदाखेरि हाम्रो त गुडविल नै रहेछ, सो द्याट हामी के गरौँ, अब यसमा त घटाएकै रहन्छ भनेपछि फेरि जोडिदिन्छौँ, हामी इम्प्याक्ट मात्रै देखाइदिन्छौँ, केही पनि गर्दैनौँ। जेरो निल लास्टमा के हुन्छ, जेरो आउँछ। बुझ्नुभयो? यसको एउटा यसको एउटा यो प्रब्लम भनेको चाहिँ यो क्वेसनको प्रब्लम चाहिँ यो इम्पेयरमेन्ट अफ गुडविल इन जरिटान जुन छ यसमा चाहिँ अलिकति प्रब्लम छ। यो क्वेसनको तपाईँले हेर्नुहुन्छ भने सोल्युसनमा पनि त्यही कुरा भनिएको छ। क्वेसनले यो क्वेसनमा तपाईँलाई पार्सियल मेथड भनेकै छैन होइन। तपाईँले फेयर भ्यालु मेथड गरिदियो भने फरक तरिकाले एन्सर आउँछ होइन। तपाईँले फेयर भ्यालु मेथड एजम्सन गर्न पनि पाउनुभयो होइन। तर तपाईँलाई यो क्वेसनमा चाहिँ सोल्युसन कसरी गरेको छ, यो क्वेसनमा चाहिँ यसको अनि क्यालकुलेसनै नगर्दा भइहाल्यो नि, हुँदैन? यस्तो हुन्छ। अब क्यालकुलेसन गर्नु भएन भने त तपाईँको के हुन्छ, मार्क्स काटिने चान्सेस हुन्छ। सपोज तपाईँको यो क्वेसनको सोल्युसनमा हेर्नुहुन्छ भने के भनेको छ भन्दाखेरि, घानाको क्वेसनको सोल्युसनमा हेर्नुहुन्छ भने उसले के भनिदिएको छ, यसमा गुडविल रिकगनाइज गरेको रहन्छ, सो द्याट हामीले इम्प्याक्ट मात्रै देखाइदिउँ। तर लास्टमा हामीले एज के अरे क्यास फ्लोमा इम्प्याक्ट चाहिँ जेरो निल देखाएको छौँ, तर हामीले क्यालकुलेसन गरेका छौँ है भन्ने हिसाबले हामीले इम्प्याक्ट चाहिँ देखाएको छौँ, तर एमाउन्टमा चाहिँ जेरो निल आउँछ भनेर यहाँ सोल्युसनमा भनिदिएको छ क्या लास्टमा। यो नोट पढ्नुहुन्छ भने नो एकाउन्ट अन द स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन क्यान देयरफोर, यहाँदेखि पढ्नुभयो भने त्यही कुरा चाहिँ भनेको छ। गुडविलको इम्प्याक्ट जुन छ, सपोज हाम्रो गुडविल रेकगनाइज भयो भए त सिम्पल हिसाबले के हुन्थ्यो, होइन इम्पेयर भयो पनि त तपाईँको के भनेको छ हेर्नु त, इम्पेयर भए पनि बाँकी हुनुपर्ने हो नि त, होइन र। इम्पेयरमेन्ट पुरै भएको छैन क्या, गुडविल नै रेकगनाइज भएको छैन। सपोज यसको मात्रै एउटा तपाईँको कुरा हेर्ने हो भने गुडविल त तिनवटा सब्सिडरी छ, तिनवटा सब्सिडरीको गुडविल क्यालकुलेट गर्दाखेरि त केही न केही गुडविलहरू आयो होला होइन। र हामीलाई क्वेसनले यसको यो जुन सब्सिडरी छ यो सब्सिडरीकै गुडविल तपाईँलाई कति भनेको छ, 67500 भनेको छ। इम्पेयरमेन्ट पछि तपाईँलाई कति भनेको छ, इम्पेयरमेन्ट गरिसकेपछि फेरि फर्दर हाम्रो कति बाँकी भएको थियो, अघि हाम्रो कति बाँकी भएको थियो, 30,000 त अझै गुडविल देखिरहेछ नि त इम्पेयरमेन्ट भइसके तापनि। बुझ्नुभयो? गुडविललाई इम्पेयर गरे तापनि अब यो क्वेसन बनाउँदाखेरि चाहिँ के सोचेर बनाएको छ, तर सोल्युसनमा चाहिँ लेखिदिएको छ क्या। अब केही न केही प्रब्लम चाहिँ क्वेसनमा छ, त्यही भएर यो क्वेसन तपाईँहरूको इक्जाममा नआएको पनि हुनसक्छ, अस्तिको इक्जाममा है। एउटा प्रब्लम यो जस्ट बुझ्नुभयो, एनसिआई एउटा पोइन्ट भनेको एनसिआईलाई हामीले के गरिरहेको छौँ, पार्सियल मेथड युज गरिरहेको छौँ एजम्सन, किनकि क्वेसनले काहीँ पनि केही पनि भनेको छैन होइन। यो त प्रब्लम छैन नि, हामीले के गरिरहेको छौँ, क्यालकुलेसन भनेको पार्सियल मेथड अनुसार गरिरहेको छौँ। ल पाउनु है त, यो नोसनल गुडविल जुन छ, यो नोसनल गुडविल किन आयो भन्दाखेरि हाम्रो जुन पार्सियल मेथड फलो गर्दाखेरि गुडविल भनेको यो भनेको 60% हुन्छ भन्ने त थाहा छ नि तपाईँलाई होइन। र त्यसपछि हामीलाई इम्पेयरमेन्ट टेस्ट गर्दाखेरि त 100% गुडविल क्यालकुलेट गरेर अनि बल्ल हामीले के गर्ने हो, बल्ल हामीले चाहिँ रिकभरेबल एमाउन्टसँग हाम्रो क्यारिङ एमाउन्ट कम्पेयर गर्ने हो। अनि गुडविलको इम्पेयरमेन्ट चार्ज गर्दाखेरि हामी के गर्छौँ, फेरि लास्टमा यो पर्सनलाई इग्नोर गरिदिन्छौँ, किनकि यो पर्सन भनेको चाहिँ यो गुडविलको हो क्या। सपोज 45,000 नोसनल गुडविल थियो, त्यसपछि प्यारेन्टको गुडविल भनेको तपाईँको कति थियो, 67500 थियो। अनि यो इम्पेयरमेन्ट भनेको यसमा चार्ज हुने हो।
अनि यो इम्पेयरमेन्ट यो बाँकी जुन 37,500 छ यसमा चार्ज हुने हो। यो जुन छ यो त बुक्समा रेकर्डै छैन नि, हो कि होइन? यसलाई त हामीले केही पनि सोच्नै परेन। अनि हाम्रो बाँकी भनेको 30,000 त गुडविल देखिनु पर्थ्यो, तर बुक्समा देखिएको छैन एउटा कुरा। बुझ्नुभयो नि? अब यता क्यास फ्लोमा गएर तपाईँले इम्प्याक्ट हेर्नुहुन्छ भने सिधा सादा केही नसोचिकन इम्पेयरमेन्ट गुडविलमा आयो भनेपछि कहाँ चार्ज गर्नुहुन्छ? एसओपिएलमै चार्ज गर्ने हो कि होइन भन्नु त? एसओपिएलमै चार्ज गर्छौँ। त्यसपछि गुडविल भनेको क्यास आइटम हो कि नन क्यास आइटम हो? अनि नन क्यास हो भने हामीलाई अपरेटिङ एक्टिभिटिजमा के चाहिएको छ? क्यास आइटम क्यास मात्रै चाहिएको हो कि नन क्यासमा पनि चाहिएको हो? हामी के गर्छौँ? हामीलाई त अपरेटिङ एक्टिभिटीबाट क्यास आइटम मात्रै चाहिएको हो। भनेपछि यो जुन प्रफिट बिफोर ट्याक्स छ नि, यो प्रफिट बिफोर ट्याक्स, जुन यो प्रफिट बिफोर ट्याक्स आएको छ अथवा यो जुन प्रफिट फ्रम अपरेसन आएको छ, यो प्रफिट फ्रम अपरेसन आउँदाखेरि यहाँनिर गुडविलको इम्पेयरमेन्ट घट्यो होला कि घटेन होला? घटेर बल्ल यो आयो होला नि, कुनै एउटा एक्स एमाउन्ट थियो अरे, त्यसमा यो घटेर बल्ल यो एमाउन्ट आएको हो नि, 651150। हो कि होइन भन्नु त? सर यो क्वेसनमा गुडविल 1 लाख दिएको थियो भने के गर्थ्यौँ हामीले त्यो नि भनिदिनु है लास्टमा। यो चाहिँ बुझ्नुभयो कि भएन भन्नु त पहिला सुरु। हाम्रो यो जुन प्रफिट फ्रम अपरेसन आएको छ, यो प्रफिट फ्रम अपरेसनमा यो गुडविलको इम्पेयरमेन्ट घट्यो होला कि नहोला? अहिलेलाई सोचौँ कि गुडविल हाम्रो बुक्समा दिएको छ, होइन? गुडविल बुक्समा दिएको भए हामीले के हुन्थ्यो? गुडविलको इम्पेयरमेन्ट चार्ज भएर आउँथ्यो कि आउँदैन थियो भन्नु त? घटेको हुन्छ नि। अनि यो भनेको त नन कास्ट आइटम हो कि होइन? यदि हामीलाई के एजम गरौँ भन्दाखेरि यहाँनिर गुडविल दिएको थियो, हामीलाई यो यहाँ गुडविल दिएको थियो, होइन भने ब्यालेन्स सिटमा नै हुँदैन, नै होइन। बुझ्नुभयो कि भएन? सो द्याट हामीले के गर्यौँ? यसलाई क्यास आइटममा लानको लागि हामीले प्लस गऱ्यौँ 37,500ले। यहाँसम्म क्लियर छ? अहिले केही पनि नसोच्नु कि हाम्रो सोल्युसनमा चाहिँ के भएको छ भन्ने कुरा सोचौँ, अनि त्यसपछि लास्टमा हामी अरू कुराहरू यो भएको त्यो भएको भनेर जाउँला क्या। पहिला सुरु यो बुझौँ, अनि त्यसपछि बल्ल सजिलो हुन्छ क्या। यहाँसम्म क्लियर छ कि छैन भन्नु त? यो प्लस 37,500 जोडेको क्लियर छ? हो सर। अब त्यसपछि हेर्नुहुन्छ भने अब गुडविल त बुक्समा रेकर्डै गरेको छैन भन्ने कुरा भइरहेछ क्या। गुडविल बुक्समा रेकर्डै गरेको छैन भने इम्पेयरमेन्ट उसले कसरी चार्ज गर्यो होला त? बुझ्नुभयो? सो द्याट हामीले ओ यो त एडजस्टमेन्ट नहान्नुपर्ने रहेछ, किनकि बुक्समा इम्पेयरमेन्ट चार्ज भएको रहेन रहेछ। सो द्याट हामी के गरिदिन्छौँ? माइनस फेरि यो त गराएर रहेन रहेछ, बुक्समा गुडविलै रेकगनाइज भएको छैन, सो द्याट हामी के गर्छौँ? इफेक्ट निल देखाइदिन्छौँ। यो नदेखाउँदा पनि तपाईँको इफेक्ट त निलै आउँथ्यो। तर हामीलाई इक्जाममा त क्यालकुलेसन हामीले गरेका छ, हामीले बुझेको छ कन्सेप्ट भनेर त देखाउनु पऱ्यो नि। सो द्याट हामी के गर्छौँ? यो यसलाई हामीले इम्पेयरमेन्ट अफ गुडविल इन अफ जारिटान भनेर के गरिदिन्छौँ? नेट इफेक्ट देखाए पनि यो के अरे यो जुन आइटम छ यसलाई चाहिँ हामी यहाँनिर देखाएर एडजस्टमेन्ट गर्छौँ भन्न खोजेको क्या। मार्क्स काट्दैन यति भएपछि। क्वेसनले भनेको छ र त्यसरी नो इम्पेयरमेन्ट भनेको छ, इम्पेयरमेन्ट चार्जै भएको छैन चाहिँ भनेको छ क्या। हेर्नु त, एन्ड नो इम्पेयरमेन्ट लस ह्याड बिन रेकर्डेड अप टु 31 डिसेम्बर 2023। इम्पेयरमेन्ट चार्जै गरेको छैन भनेपछि त गुडविल त जति एमाउन्ट हो त्यति देखिनु पर्ने हो नि। नो चाहिँ भनेको छ है, नो इम्पेयरमेन्ट। त्यो त अर्को पाटोको हो नि, त्यो त अर्को सब्सिडियरीको हो। यो त आशङ्काको भनिरहेछ, यो माथिको जारिटानको हो। बुझ्नुभयो? पोइन्ट नम्बर 2 फरक हो, पोइन्ट नम्बर 1 फरक हो। पोइन्ट नम्बर 1 जारिटानको कुरा गरिरहेछ, पोइन्ट नम्बर 2 चाहिँ तपाईँको के भनिरहेछ? हाम्रो आशङ्काको। बुझ्नुभयो?
बुझ्नुभयो कि भएन भन्नु त? सपोज यहाँनिर तपाईँले फेयर भ्यालु मेथड फलो गर्नु भएको थियो अरे, मानिलिउँ यसमा फेयर भ्यालु मेथड गर्नुभयो भने 67500 नै हाम्रो गुडविल हुन्थ्यो 100%। क्यारिङ एमाउन्ट भनेको 1,80,000 छ नेट एसेटको। कति आउँछ भन्नु त? 247,500। त्यसपछि तपाईँको रिकभरेबल एमाउन्ट कति छ? क्यारिङ एमाउन्ट यो भयो, रिकभरेबल एमाउन्ट 2,30,000 छ। यसको माइनस भनेको तपाईँको कति आउँछ? इम्पेयरमेन्ट आउँछ, माइनस तपाईँको 2,30,000, 17,500। 17,500 इम्पेयरमेन्ट भइरहेको छ। गुडविल कति छ? 67,500। भनेपछि अझै हाम्रो यदि फेयर भ्यालु मेथड भएको भए पनि त तपाईँको के हुन्थ्यो? X170 50,000 त हाम्रो बुक्समा देखिनु पर्थ्यो नि गुडविल, इम्पेयरमेन्ट टेस्ट भइसकेपछि। तर बुक्समा छ त? छैन नि त। गोलमाल छ यसमा, यो क्वेसनमा यही कुरा चाहिँ तपाईँले ध्यान दिनु पर्ने हुन्छ। बुझ्नुभयो? तपाईँले फेरि यो इन्ट्यान्जेबल एसेटभित्र होला नि त भनेर भन्नुहुन्छ, होला पक्कै पनि होइन। तर यो इन्ट्यान्जेबल हामीले पार्सल लिनुपर्छ भनेर थाहा पाएको होइन कि, हामीले सोल्युसन हेरेर चाहिँ पार्सल लिनुपर्छ भनेर थाहा पाएको हो। हामीले पनि के गर्छौँ, एनसिआईको लाई चाहिँ हामीले पार्सल मेथड अनुसारै लिन्छौँ भनेर भन्छौँ। तर फेयर भ्यालु मेथड अनुसार गर्नुहुन्छ भने नि इट्स ओके होइन। तपाईँहरूको आफ्नो अनुसार जस्ट तपाईँको के हुने हो, इम्पेयरमेन्टको केसमा यसले हेरफेर मात्रै हुने हो होइन। तपाईँले फेयर भ्यालु मेथड युज गर्न पनि सक्नुहुन्छ। त्यही भएर त प्र्याक्टिस गर्दैछौँ नि होइन। र क्वेसनको सोल्युसनमा चाहिँ एनसिआईलाई अब क्वेसनले भनेको छैन, र हामीलाई एनसिआईमा चाहिँ तपाईँको पार्सियल मेथड युज गर्नुपर्छ केही नभनेर भनेर कतै पनि लेखाएको छैन होइन। क्वेसनले भनिदिनु पर्ने हो, अथवा हामीले के गरिदिन्छौँ यसमा फेयर भ्यालु मेथड युज गर्छौँ भनेर नोट लेख्छौँ, अथवा हामीले के गर्छौँ पार्सियल मेथड युज गर्छौँ भनेर नोट लेख्छौँ। र सोल्युसनले चाहिँ पार्सियल मेथड युज गर्छु भनेर भनेको छ है। त्यही अनुसार तपाईँहरूले सोल्युसनलाई चाहिँ ध्यान दिनु होला। मिल्दैन त्यसरी, त्यो त हाम्रो सेयर जुन प्रफिटको सेयर त हामीले एनसिआई र प्यारेन्टमा छुटाउने नै हो नि, जसरी पनि त्यसरी भन्न मिल्दैन। हो, यसले गर्दाखेरि हेर्नु त, यहाँनिर ल्याङ्ग्वेज हेर्नु त एकचोटि। हाम्रो गोविन्द सरले भन्नुभएको छ जस्तै, द गुडविल एट्रिब्युटेबल टु पार्टो एराइजिङ अन एक्विजिसन भनेको छ नि त। एट्रिब्युटेबल टु पार्टो भनेको छ नि त एउटा पोइन्ट। यहीँनिर क्वेसनको इन्डिकेसन के छ भन्दाखेरि एनसिआईलाई चाहिँ पार्सियल मेथडमा फलो गरेछ भनेर भनेको छ। यो पोइन्टले गर्दाखेरि हामीले के गर्नु पऱ्यो, एनसिआई मेथड फलो गर्नु पऱ्यो। एट्रिब्युटेबल टु पार्टो भनेर रहेछ नि त। सो द्याट यो क्वेसनमा हामीले एनसिआईलाई चाहिँ पार्सियल मेथड अनुसार नै गर्नु पर्यो। सपोज यो पाटोलाई नभनेर गुडविल हाम्रो एक्विजिसनमा चाहिँ 67,500 भने भए चाहिँ हाम्रो फेयर भ्यालु मेथड हुन्थ्यो क्या। बुझ्नुभयो? अगाडि बढ्दा हुन्छ। हुन्छ सर। ल, अब यसको एडजस्टमेन्ट एउटा यही हुने हो भनेर बुझ्नुभयो होइन। यसमा प्रब्लम भनेको यही मात्रै हो। अर्को भनेको अब पोइन्ट नम्बर 2मा जाउँ। पाटो सोल्ड अल अफ इट्स 75% सेयर होल्डिङ इन आशंका फर क्यास ड्युरिङ द इयर इन्डेड 31 डिसेम्बर 2024। 75% उसले होल्ड गर्ने रहेछ होइन। त्यसपछि उसले के गर्दैछ, डिसेम्बर 31 2024मा उसले बेच्दैछ। एज एट 31 डिसेम्बर 2023 all of the goodwill acquired in the business combination with आशंका had been written off। भनेपछि के भयो अरे, 2023 भित्र नै उसको गुडविल जति पनि छ बुक्सबाट चाहिँ रिटर्न राइट अफ भइसक्यो अरे। द प्रफिट फ्रम डिस्कन्टिन्युड अपरेसन इन consolidated income statement above relates wholly to sale of shares in आशंका and can be analyzed as follows भनेर भन्यो। माथि जुन डिस्कन्टिन्युड अपरेसन भनेर दिएको छ, यो यसको जुन यो पोर्सन छ यसलाई चाहिँ यसरी बाइफर्केट गरेर हाम्रो यही सब्सिडियरी बेचेको आसाङ्कोको चाहिँ डिस्कन्टिन्युड अपरेसन भनेर माथि प्रफिट देखाएको रहेछ, जसमा प्रफिट बिफोर ट्याक्स हेर्नुहुन्छ भने 93,150 छ। अनि इन्कम ट्याक्स एक्सपेन्सेस भनेको 14,400 छ। अनि त्यसपछि प्रफिट अन डिस्पोजल भनेर 23,625 भनेको छ। अनि टोटलमा हामीलाई के दिएको छ, 1,02,375 भनेर दिएको छ। त्यसपछि अर्को हेर्नुहुन्छ भने नेट एसेट अफ आशंका एट द डेट अफ डिस्पोजल भनेको के दिएको छ, प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट, ट्रेड एन्ड अदर रिसिभेबल, क्यास एन्ड क्यास इक्विभ्यालेन्ट,
अनि ट्रेड एन्ड अदर पेएबल गरेर हामीलाई नेट एसेट भनेको 4,37,512 दिएको छ। यो भनेको के हो? क्यारिङ एमाउन्ट हो होइन। द नेट एसेट अफ आशंका, नेट एसेट अफ आशंका भनेको यो क्यारिङ एमाउन्ट अफ नेट एसेट अफ आशंका भनेर डिस्पोजल डेटको हामीले क्यारिङ एमाउन्ट दिइरहेछ है। भनेपछि अब यहाँनिर के कुराहरू चाहिँ हामीलाई इम्प्याक्ट होला भन्नु त। एउटा कुरा भनेको हाम्रो सब्सिडियरी एक्वायर गर्दाखेरि त हामीले गुडविल रेकग्नाइज गर्छौँ, गुडविल नेट एसेट रेकग्नाइज गर्छौँ, डेबिट टु, त्यसपछि एनसिआई टु पर्चेज कन्सिडरेसन अथवा टु गेन भनेर गर्छौँ नि होइन। यही इन्ट्री गर्ने हो होइन त, हो कि भन्नु त। त्यसपछि अब यहाँदेखि हाम्रो सब्सिडियरीले कमाउँदै गयो होला होइन। त्यसपछि सब्सिडियरीले कमाउँदै गएपछि हामीले आफ्नो हिस्सा पनि हामीले लिँदै गयौँ होला, एनसिआईलाई पनि उसको हिस्सा दिँदै गयौँ होला। भनेपछि यहाँनिर अब जति पनि प्रफिट छ ड्युरिङ द पोस्ट एक्विजिसन पिरियड होइन, त्यसलाई हामीले एनसिआई र कसको पोर्सनमा बाँडिदिन्छौँ? प्यारेन्टको पोर्सनमा बाँडिदिन्छौँ। भनेपछि अब यो डेटमा आएर डिस्पोजल भयो, सब्सिडियरी नै रहेन, 75% थियो हामीसँग यो सब्सिडियरीको, 75% नै हामीले डिस्पोज गऱ्यौँ। भनेपछि यो जुन डिस्पोजल डेट छ, यो डेटमा हामीलाई के चाहियो भन्नु त? क्यारिङ एमाउन्ट चाहियो। के को भन्नु त? गुडविलको चाहियो। जुन गुडविलको क्यारिङ एमाउन्टै हामीलाई कति दिएको छ? 0 दिएको छ, हो कि होइन? त्यसपछि एनसिआईको क्यारिङ एमाउन्ट चाहियो। एनसिआईको क्यारिङ एमाउन्ट हामीलाई क्वेसनले दिएको छ त? छैन। भनेपछि यो निकाल्नु पर्यो। त्यसपछि तपाईँको नेट एसेटको क्यारिङ एमाउन्ट चाहियो। क्वेसनले दिएको छ? दिएको छ। हेर्नु त कति दिएको छ? 4,37,512, 4,37,512 दिएको छ है। 4,37,512 क्वेसनले दिएको छ। भनेपछि यति क्यारिङ एमाउन्ट निकालिसकेपछि हामीले अब गेन अन डिस्पोजल भनेर क्वेसनले दिएको छ कि छैन? गेन अन डिस्पोजल भनेर क्वेसनले दिएको छ। हेर्नु त यहाँ प्रफिट अन डिस्पोजल भनेर 23,625 दिएको छ कि छैन? 23,625 दिएको छ नि। अब एनसिआईको पोर्सन हामीले कसरी निकाल्ने त? यो डेटसम्मको क्यारिङ एमाउन्ट एनसिआई त निकाल्नु पर्यो। भनेपछि अब हामीले पार्सियल मेथड फलो गरिरहेछौँ भने होइन। अब यहाँ क्वेसनले भनेको छ त पार्सियल मेथडलाई फलो गर्छ यताउता भनेर, छैन। भनेपछि हाम्रो एउटा सब्सिडियरीमा जाइटानमा पार्सियल मेथड युज गरिरहेछ भने हामी पनि के गरिदिन्छौँ? पार्सियल मेथड, यो जुन आशंका छ त्यसमा पनि पार्सियल मेथडै फलो गर्यो होला भन्ने हिसाबले के गर्छौँ? यसमा पनि पक्कै पार्सियल मेथड फलो गर्यो होला। अनि एक्विजिसन डेटमा जुन यो नेट एसेट छ नि, पार्सियल मेथडमा त यो जुन एनसिआई छ, यो एनसिआई क्यालकुलेट गर्दाखेरि हाम्रो कति पर्सेन्ट छ? 25% अफ नेट एसेट अन एक्विजिसनै गऱ्यो होला कि गरेन होला भन्नु त? यही गरेर एनसिआई निकाल्ने हो कि होइन एक्विजिसन डेटमा भन्नु त विवेक सर? अनि यो जुन ड्युरिङ द इयरको प्रफिट छ नि, यो ड्युरिङ द इयरको प्रफिटलाई पनि हामीले एनसिआईको पोर्सनमा अनि त्यसपछि प्यारेन्टको पोर्सनमा 25%, 75% बाँड्ने हो। अनि एनसिआईको पोर्सनमा पनि 25% आउने हो कि होइन भन्नु त विवेक सर? हो। भनेपछि अब यो ड्युरिङ द पोस्ट एक्विजिसन पिरियडमा कुनै पनि एडजस्टमेन्ट दिएको छ त क्वेसनले? केही पनि दिएको छैन। सपोज यो सेल गर्यो, इन्ट्रा ग्रुप सेल गर्यो, एसेट ट्रान्सफर गर्यो, यताउता गर्यो, केही पनि दिएको छैन। भनेपछि प्योरली यो जति पनि प्रफिट छ पोस्ट एक्विजिसनको त्यसलाई हामी सिधै के गरिदिन्छौँ? एनसिआईमा 25% बाँडिदिन्छौँ। अनि सपोज यो डिस्पोजल डेटसम्म नेट एसेट भनेको के होला भन्नु त? नेट एसेट यो भनेको ओपनिङ नेट एसेट भयो, यो भनेको क्लोजिङ नेट एसेट भयो भनेर मानौँ। अनि यो नेट एसेटमा अरू कुनै पनि एडजस्टमेन्ट नै छैन भने ड्युरिङ द पोस्ट एक्विजिसन पिरियडको प्रफिट जोड्ने हो भने क्लोजिङको चाहिँ नेट एसेट आउँछ कि आउँदैन? आउँछ नि। भनेपछि यो जुन नेट एसेट दिएको छ हामीलाई, यो जुन नेट एसेट दिएको छ यसकै 25% हानिदियो भने एनसिआईको क्यारिङ एमाउन्ट आयो कि आएन? एनसिआईको क्यारिङ एमाउन्ट आउँछ कि आउँदैन भन्नु त? हो। भनेपछि एनसिआई भनेको यही जुन क्लोजिङ नेट एसेट छ यसकै 25% हानेर हामी कति निकाल्छौँ? 4,37,512 इन्टु 25% भनेर
109378 भनेर निकाल्छौँ। अब हामीलाई तिनटैको क्यारिङ एमाउन्ट थाहा भइसक्यो होइन, गेन पनि थाहा छ, गुडविल त निल छ भनेर थाहा छ। अब डिस्पोजल डेटमा तपाईँले के इन्ट्री हान्नुहुन्थ्यो भन्नु त, डिस्पोजल गर्ने डेटमा सब्सिडियरी डिस्पोज हुँदैछ भने, 100% डिस्पोज हुँदैछ भने हाम्रो इन्ट्री के हुन्छ भन्नु त। हामीलाई त क्यास फ्लो स्टेटमेन्ट बनाउनु छ, हामीलाई कन्सर्न केमा मात्रै छ, क्यासमा मात्रै छ। हामीले कतिमा बेच्यौँ त यो सब्सिडियरी भनेर हामीलाई चाहियो कि चाहिएन। हो भनेपछि अब इन्ट्री के हुन्थ्यो भन्नु त मलाई एउटा, हामीले सब्सिडियरी डिस्पोजल गर्दाखेरि हाम्रो इन्ट्री के हुन्छ भन्नु त। ब्याङ्क डेबिट, एनसिआई डेबिट टु इन्टेन्ज आइडेन्टिफाइबल नेट एसेट टु गेन होइन। हो भनेपछि जति पनि डिफ्रेन्स आउँछ हाम्रो क्यासको डिफ्रेन्स आउँछ हो कि होइन। अब अर्को एउटा पोइन्ट यसमा ध्यान दिनुपर्ने कुरा भनेको हाम्रो, अर्को एउटा ध्यान दिनुपर्ने कुरा तपाईँहरूले यसमा के हो भने, क्यास एन्ड क्यास इक्विभ्यालेन्ट, क्यास एन्ड क्यास इक्विभ्यालेन्ट आइडेन्टिफाएबल नेट एसेटमा 3375 छ कि छैन। हो भनेपछि हामीले क्यासलाई त नेटमा देखाउनु पर्यो कि परेन भन्नु त। जुन ब्यालेन्सिङ फिगर आउँछ हाम्रो ब्याङ्क एकाउन्ट डेबिट भनेर, त्यसमा तल टु आइडेन्टिफाएबल नेट एसेटमा त यो क्यास पनि डिरिकगनाइज भइरहेछ। भनेपछि नेटमा इफेक्ट, हाम्रो पैसा नेटमा आयो भनेर सोच्नु पर्यो। किनकि 3375 थियो त्यो कम्पनीमा, त्यो गयो। अनि फेरि उसले चाहिँ ब्यालेन्स फिगर जति पनि आउँछ त्यो आयो भन्नुभन्दा नेटमा चाहिँ देखायो भने बेस्ट हो कि होइन भन्नु त। पैसा यति गयो, पैसा यति आयो भन्नुभन्दा नेटमा हाम्रो यति आयो भनेर देखाउँदा बेस्ट हो नि। सो द्याट यसलाई चाहिँ हामीले नेट एसेटमा घटाउनु पर्ने हुन्छ, अथवा जति पनि ब्यालेन्सिङ फिगर आउँछ त्यसमा चाहिँ माइनस गरेर हामीले क्यास फ्लो फाइनेन्सियल क्यास फ्लो, सरी कन्सल्टेटिभ स्टेटमेन्ट अफ क्यास फ्लोमा हामीले एडजस्ट गर्नुपर्ने हुन्छ, एउटा एडजस्टमेन्ट यसमा। बुझ्नुभयो। यहाँसम्म केही कन्फ्युजन छ? अहिले सोल्युसनमा सर र तपाईँहरूलाई त्यसमा पनि म बुझाइदिइहाल्छु होइन। बुझ्नुभयो कि भएन सबैजनाले? एन्जिला म्यामले बुझ्नुभयो? नेटमा नराखेर ग्रसमै राख्दा पनि त मिल्छ होइन। ग्रसमा राखेर पनि मिल्छ, तर तपाईँले यो जुन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट छ त्यसलाई पनि त राख्नु पऱ्यो फेरि, हाम्रो गयो यो भनेर होइन। लाइक इन्भेस्टिङ एक्टिभिटी हो यो भनेको। इन्भेस्टिङ एक्टिभिटीमा जति पनि ब्यालेन्सिङ फिगर राख्नुहुन्छ त्यो नेटमा ग्रसमा राख्नुभयो भने यसलाई चाहिँ तपाईँले फेरि माइनस गरेर राखिदिनु पऱ्यो तलपट्टि होइन त। किनकि पहिला त हाम्रो ब्यालेन्स कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्टमा त क्यास त तिनटै सब्सिडियरीको जोडिएर बस्छ होला नि। तर अब बेच्दाखेरि त बेचिसकेपछि त त्यो निस्किने भयो होइन। त्यसरी सोच्नु पर्यो। बुझ्नुभयो। अनि त्यसपछि यसमा यो यो एडजस्टमेन्ट भयो, त्यसपछि यसको एडजस्टमेन्ट भयो। प्रफिट बिफोर ट्याक्स हामीले माथि तपाईँको अपरेटिङ एक्टिभिटीको प्रफिट बिफोर ट्याक्स लिँदाखेरि डिस्कन्टिन्युड र कन्टिन्युड दुइटैको जोडेर राख्छौँ है। त्यसलाई अहिले हामी हेर्छौँ। ल यहाँसम्म केही कन्फ्युजन छैन नि, अगाडि बढ्दा हुन्छ। अब पोइन्ट नम्बर 3मा हेर्नुहुन्छ भने, पोइन्ट नम्बर 3मा के भनेको छ भन्दाखेरि अन 31 मार्च 2024 पाटो इस्युड 1 लाख अर्डिनेरी सेयर्स फर क्यास भन्नु छैन सर। कन्सल्टेड क्यास फ्लो गर्ने प्रोसेस थाहा नभएर होला, एक्ज्याक्ट स्टेप वाइज नै फलो गर्न सकिएन। हुन्छ यसलाई पनि हामी जान्छौँ है त। अहिले लाइक तपाईँको के हुन्छ भने क्यास फ्लो चाहिँ तपाईँको कन्सल्टेसनवाला टाइपको त्यस्तो झमेला छैन क्या, एकदम इजी छ क्या। जसरी तपाईँले नर्मल क्यास फ्लो बनाउनुहुन्छ नि, तपाईँलाई कन्सर्न भनेको त क्यास फ्लोमा मात्रै हो नि। तपाईँले अपरेटिङ एक्टिभिटी, इन्भेस्टिङ एक्टिभिटी अनि फाइनेन्सिङ एक्टिभिटी त त्यही नै कुरा हो होइन। यसमा जस्ट फरक भनेको चाहिँ क्यासमा जुन ट्रान्ज्याक्सन भएको हुन्छ, सब्सिडियरी बेच्दाखेरि, एसोसिएट्स किन्दाखेरि होइन, त्यो एडजस्टमेन्टहरू नन क्यास एडजस्टमेन्टमा के आउँछ, अलिकति एक्स्ट्रा कुराहरू आउनुभयो नि त। किनकि तपाईँले एसोसिएटको प्रफिट पनि सेयर लिनुहुन्थ्यो, तर त्यो त नन क्यास हो। तपाईँले एक्चुअलीमा लिने भने त डिभिडेन्ड हो नि होइन। जुन चाहिँ तपाईँले के गरिदिनुहुन्थ्यो, इन्भेस्टमेन्ट इन एसोसिएट्सबाट घटाउनुहुन्थ्यो डिभिडेन्डलाई चाहिँ, लेजर बनाएर गएर सिम्पल सेम कन्सेप्ट हो। नर्मल क्यास फ्लो र कन्सल्टेटेड फाइनेन्स क्यास फ्लोमा केही पनि फरक छैन। जस्ट फरक भनेको हामीले लेजर बनाएर टक 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 हाम्रो चाहिँ एसोसिएट सब्सिडियरी बेच्दाखेरि, त्यसपछि डिभिडेन्ड आउँदाखेरि क्यास फ्लो चाहिँ
हामीले कन्सर्न राखेर हामीले एडजस्ट गर्नुपर्ने हुन्छ त्यसमा। अहिले हेर्छौँ हामी त्यसलाई पनि हेर। त्यही त ग्रुपको के इफेक्ट जाँदैन क्यास फ्लोमा त्यो त थाहा हुनु पर्यो। त्यही नै थाहा छैन। ल त्यसलाई पनि हेरौँला, केही पनि प्रब्लम भएन त्यसमा पनि, आत्तिनु परेन होइन। ल पोइन्ट नम्बर 3 को कुरा गर्छौँ अहिले। ओभरअल क्यास फ्लोमा चाहिँ, क्यास फ्लोमा चाहिँ के गर्छौँ, स्टेटमेन्ट अफ अहिले जुन कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो बनाउँदाखेरि सबै कुराहरू हेर्छौँ क्या। त्यसलाई टेन्सन नलिनु न, किनकि हामी त प्र्याक्टिसै गरिरहेको छौँ नि त। ल अन 31 March 2024 पाटो इस्युड 1 लाख अर्डिनरी सेयर्स फर क्यास भनेर भन्यो। दिस वाज फलोड बाई अ बोनस इस्यु अन 30 September 2024। ए कन्सेप्ट तपाईँको के बनाउने भन्ने कुराहरू अँ, ठिक हो तपाईँले भनेको। ल ठिक छ, त्यही पनि अब हामी अगाडि बढिसक्यौँ। त्यसमा पनि केही प्रब्लम भयो भने हेरौँला नि त। दिस वाज फलोड बाई अ बोनस इस्यु अन 30 September 2024 भनेको छ। युटिलाइजिङ द सेयर डिटेल एकाउन्ट भनेको सेयर प्रिमियम एकाउन्ट। यसमा केही पनि फरक छैन क्या, केही पनि फरक छैन। अहिले त्यो हेर्छौँ हामी, अथवा त्यसमा केही प्रब्लम भयो भने म त्यसको वर्किङ गरेर तपाईँहरूलाई त्यही अनुसार बुझाइदिन्छु है त। ल अनि त्यसपछि तपाईँको के भयो, अर्डिनेरी सेयर पनि इस्यु गरेको छ अरे होइन पाटोले, र बोनस पनि दिएको छ अरे। र बोनस दिँदाखेरि चाहिँ उसले के गरेको छ अरे, सेयर डिल एकाउन्ट युज गरेको छ अरे। द कन्सल्टेटेड स्टेटमेन्ट अफ चेन्ज इन इक्विटी फर द इयर सोज द्याट ग्रुप कम्पनीज पेड अर्डिनरी डिभिडेन्ड ड्युरिङ द इयर भनेर भनेको छ होइन। भनेपछि उसले डिभिडेन्ड पनि दिएको छ र त्यो चाहिँ चेन्ज इन इक्विटीमा एडजस्ट भएको छ भनेपछि हामीले रिटर्न अर्निङ बनाउँदाखेरि पनि त्यसको एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ। अहिले कसरी गर्ने हो भन्ने कुरा क्यास फ्लो स्टेटमेन्ट बनाउँदाखेरि नै हामी हेर्छौँ। त्यसपछि फर्दर हेर्नुहुन्छ भने डेप्रिसिएसन अफ घाना करेन्सी 3,95,100 वाज रेकग्नाइज ड्युरिङ द इयर इन्डेड 31 December 2024 इन एडिसन टु प्रपर्टी प्लान एन्ड इक्विपमेन्ट डिस्पोज अफ थ्रु सेल अफ आशंका प्लान्ट with a carrying amount 1,26,000 was sold for cash 1,35,000 भनेपछि हामीले त्यही अनुसार हाम्रो के गर्नुपर्ने हुन्छ, प्लान्ट एन्ड इक्विपमेन्टको प्लान्ट एन्ड इक्विपमेन्टको चाहिँ एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ, पर्चेस निकाल्नुपर्ने हुन्छ, सेललाई त्यही अनुसार चाहिँ क्यास फ्लोमा एडजस्ट गर्नुपर्ने हुन्छ है। ल त्यो पनि हामी अहिले एकाउन्ट बनाएर हेर्छौँ। ट्रेड एन्ड अदर पेएबल इन्क्लुड 11,250 एन्ड 2023 को ओपनिङमा चाहिँ 6,750 अफ अनपेड इन्ट्रेस्ट ड्यू अन द ब्याङ्क लोन भनेर भनेको छ। भनेपछि ट्रेड एन्ड पेएबल जुन हाम्रो फाइनेन्सियल स्टेटमेन्टमा दिएको छ यो, यहाँभित्र चाहिँ इन्ट्रेस्ट पेएबल पनि छ अरे। भनेपछि हामीले इन्ट्रेस्ट पेड एमाउन्ट माथि सपोज तपाईँको प्रफिट बिफोर ट्याक्समा त इन्ट्रेस्ट घटेको हुन्छ, इन्ट्रेस्ट एक्रुड इन्ट्रेस्ट घटेको हुन्छ, तर हामीलाई क्यास फ्लो निकाल्दाखेरि त क्याससँग सरकार छ। सो द्याट हामीले त्यसलाई पनि एडजस्ट गरिदिनु पर्ने हुन्छ र हामीलाई क्यास फ्लो स्टेटमेन्ट बनाउनुहोस् भनेर भनेको छ, रिकन्सिलिएसन पनि बनाउनुहोस् भनेको छ होइन। यस्तो हुन्छ तपाईँको, यसलाई म त्यही अघिकै इन्ट्रीबाटै बुझाइदिन्छु है त, एकछिनमा त्यो सोल्युसनबाटै बुझाइदिन्छु ल। अब हेर्नुहुन्छ भने तपाईँहरूलाई यसमा कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लोमा चाहिँ किन गाह्रो लागिरहेको हुन्छ भने तपाईँहरूले के सोचिराख्नु भएको हुन्छ भन्दाखेरि क्यास फ्लो कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो चाहिँ हाम्रो नर्मल क्यास फ्लो भन्दा फरक छ होइन, त्यो कुरा सोचिराख्नु भएको हुन्छ। तर तपाईँले जस्ट सिम्पल हिसाबले ब्यालेन्स सिट बनिसकेको छ होइन। तपाईँको स्टेटमेन्ट अफ स्टेटमेन्ट अफ प्रफिट एन्ड लस पनि बनेको छ, कन्सोलिडेटेड होस् अथवा नर्मल होस्। त्यही क्यास फ्लो, त्यही तपाईँको कन्सोलिडेटेड स्टेटमेन्ट अफ क्यास फ्लो कन्सोलिडेटेड स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन र कन्सोलिडेटेड पिएलबाटै हाम्रो कन्सोलिडेटेड क्यास फ्लो बनाउने हो नि त होइन। सो द्याट तपाईँको ब्यालेन्स सिट बन्ने बित्तिकै तपाईँको यो जुन क्यास फ्लो छ कन्सोलिडेटेड होस् या नर्मल होस् एउटै कन्सेप्ट हो क्या। तर अब यसमा के चाहिँ एडजस्टमेन्टहरू आउँछ, के एडजस्टमेन्ट आउँदैन भन्ने कुरा त हामीले कसरी बुझ्नु पर्यो भन्दाखेरि हामीलाई क्यास फ्लो बनाउँदाखेरि कन्सर्न भनेको त क्याससँग मात्रै हो नि। भनेपछि क्यास फ्लो कन्सोलिडेटेड क्यास फ्लो स्टेटमेन्ट बनाउँदाखेरि तपाईँलाई के कन्फिडेन्स हुनु पऱ्यो भन्दाखेरि तपाईँहरूले जुन स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन कन्सोलिडेटेड स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन र कन्सोलिडेटेड स्टेटमेन्ट अफ पिएलको एडजस्टमेन्टहरू चाहिँ हरेक कुरा इन्ट्रीहरू चाहिँ राम्रोसँग बुझेको हुनु पऱ्यो क्या होइन।
भनेपछि त्यसमा जे क्यास फ्लो सम्बन्धी इन्ट्रीहरू आउँदैन त्यसलाई हामीले एडजस्ट गर्दैनौँ होइन, त्यसलाई चाहिँ क्यास फ्लोसँग एडजस्टमेन्ट गर्दैनौँ। सपोज तपाईँको के हुन्छ एउटा भनेको, सपोज एसोसिएट छ अरे, एसोसिएट छ इन्भेस्टमेन्ट इन एसोसिएट्स टु क्यास भनेर गर्नुहुन्छ अरे, भनेपछि यसमा इम्प्याक्ट केमा आउने भयो, इन्भेस्टिङ एक्टिभिटीमा क्यास भनेर आउने भयो। तर अब एसोसिएट्स एक्वायर गरिसकेपछि, तपाईँले के गर्नुहुन्छ भन्नु त। सपोज मानिलिउँ तपाईँसँग एसोसिएट्स छ, सुरुमा एसोसिएट्सलाई त के भन्नुहुन्छ, इन्भेस्टमेन्ट इन एसोसिएट्स एकाउन्ट डेबिट टु ब्याङ्क गर्नुहुन्छ होइन, जतिले गर्नुहुन्छ यो त क्यास फ्लोमा इम्प्याक्ट गर्छ नि, हो कि होइन। भनेपछि यो भनेको इन्भेस्टमेन्ट एक्टिभिटीमा लगेर हाल्नुहुन्छ सिम्पल यसलाई। र अर्को भनेको अब एसोसिएट्स एक्वायर गरिसकेपछि ड्युरिङ द इयरको प्रफिट पनि उसलाई गरिदिनुहुन्छ नि, इन्भेस्टमेन्ट इन प्रफिट सेयर भनेर, इन्भेस्टमेन्ट इन एसोसिएट्स एकाउन्ट डेबिट टु प्रफिट सेयर अफ एसोसिएट्स भनेर यो एसओपिएलमा। त्यसपछि यो चाहिँ तपाईँको स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनमा एड भएर यसमा एड हुन्छ नि त, यसमा एड भएर देखिन्छ, हो कि होइन। भनेपछि यो एमाउन्ट, यो जुन एसओपिएल हामीले क्यास फ्लो स्टेटमेन्ट बनाउँदाखेरि के लिन्छौँ भन्नु त, प्रफिट बिफोर ट्याक्स हो। भनेपछि यो प्रफिट बिफोर ट्याक्स भन्दा अगाडि यो जुन प्रफिट सेयर इन एसोसिएट्स भनेर कन्सोलिडेटेड पिएलमा जोडिएर आएको हुन्छ कि हुँदैन। हो, भनेपछि यो त क्यास फ्लो छ, यसमा यसमा केही क्यास फ्लो आएको छ र, भनेपछि हामी के गरिदिन्छौँ, यसमा घटाइदिन्छौँ प्रफिट सेयर भनेर इन एसोसिएट्स भनेर घटाइदिन्छौँ, किनकि क्यास फ्लो सम्बन्धी क्यास फ्लोसँग लिङ्कै छैन यो त, त्यही भएर घटाइदिन्छौँ। र तर तपाईँले फेरि के पनि लिनुभएको हुन्छ, ब्याङ्क एकाउन्ट डेबिट टु इन्भेस्टमेन्ट इन एसोसिएट्स भनेर डिभिडेन्ड रिसिभ गर्दाखेरि एसओपिएल कन्सोलिडेटेड स्टेटमेन्ट अफ एसओपिएल बनाउँदाखेरि के गर्नुभएको हुन्छ, ब्याङ्क एकाउन्ट डेबिट टु इन्भेस्टमेन्ट यसमा घटाइदिए हुनुहुन्छ नि, इन्भेस्टमेन्ट इन एसोसिएट्स ओपनिङ भयो अरे, त्यसमा जोड्नुहुन्छ तपाईँको प्रफिट सेयर होइन, त्यसमा डिभिडेन्ड माइनस गर्नुहुन्थ्यो जुन चाहिँ एक्चुअली क्यास हो। भनेपछि यो क्यास जुन छ यो त के हो, इन्भेस्टिङ एक्टिभिटीबाट आएको हो। भनेपछि इन्भेस्टिङ एक्टिभिटीभित्र क्यास फ्लो फ्रम आइएमबिएसटिआइएनजी इन्भेस्टिङ एक्टिभिटीभित्र डिभिडेन्ड रिसिभ फ्रम एसोसिएट्स भनेर यहाँनिर चाहिँ जोड्नुहुन्छ क्या, किनकि क्यास फ्लो भइरहेछ नि। भयो के तपाईँको सपोज एसओपिएलमा अथवा एसओएफपीमा के भएको छ, र त्यही अनुसार हामीसँग क्यास फ्लोसँग कन्सर्न भएर हामी एडजस्टमेन्ट गर्दै जान्छौँ क्या। हामीलाई के चाहिँ कन्फिडेन्स हुनु पऱ्यो भन्दाखेरि हाम्रो क्यास स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन र स्टेटमेन्ट अफ पिएल बनाउँदाखेरि चाहिँ हाम्रो के इन्ट्री भएको थियो, के क्यासमा इम्प्याक्ट गएको थियो, त्यो कुराहरूलाई चाहिँ ध्यानमा दिएर हामी क्यास फ्लो बनाउँछौँ। सर त्यो इन्भेस्टमेन्ट त इन्क्रिज भएको हुन्छ नि एसओएफपीमा, हो इन्क्रिज भएको हुन्छ, त्यो चेन्जलाई एडजस्ट गर्न पर्दैन हो, त्यसैलाई हामीले एडजस्ट गऱ्यौँ। त्यसैलाई अटोमेटिकली तपाईँको यो कुरा पनि एडजस्ट भयो, यो कुरा पनि एडजस्ट भयो, अनि क्लोजिङ र ओपनिङको अटोमेटिकली एडजस्ट भएन र। तपाईँले प्रफिट अन सेयर जुन लिनुभएको थियो एसोसिएट्सको, त्यो माथि अपरेटिङ एक्टिभिटीबाट घटाइदिनुहुन्छ, किनकि त्यो त क्यास फ्लो नै होइन, नन क्यास आइटम हो। अनि डिभिडेन्डवाला जुन छ पैसा आएकोवाला त्यसलाई तपाईँले इन्भेस्टमेन्ट एक्टिभिटीबाट पैसा आयो भनेर भन्नुहुन्छ। अनि यही दुइटाको डिफ्रेन्स जुन छ हेर्नु त, यही दुइटाको डिफ्रेन्स एडजस्ट भएन अटोमेटिकली। डिभिडेन्ड दिएन तर प्रफिट कमायो भने त्यसलाई मात्रै एडजस्ट गर्छौँ, डिभिडेन्ड आएकोलाई हामी एडजस्ट गर्दैनौँ, पैसा नआएकोलाई। सब्सिडियरीको डिभिडेन्ड भएको बेला चाहिँ इन्भेस्टिङ एक्टिभिटीमा हाल्दैनौँ होला हो सर। सब्सिडियरीको डिभिडेन्डको केसमा पनि के हुन्छ, सब्सिडियरी गर्दाखेरि के हुन्छ, अब फेरि हेर्नु त, सब्सिडियरीको केसमा तपाईँले गुडविल एकाउन्ट डेबिट गर्नुहुन्छ, नेट एसेट गर्नुहुन्छ होइन, टु एनसिआई गर्नुभएको हुन्छ होइन, त्यसपछि अर्को के गर्नुभएको हुन्छ, टु पिसी गर्नुभएको हुन्छ, त्यसपछि तपाईँले टु गेन आएको हुन्छ अथवा तपाईँको गुडविल आएको हुन्छ। गुडविल त तपाईँको ब्यालेन्स सिटमा जाने भयो,
यो पनि ब्यालेन्स सिटमा जाने भयो। यो जुन छ यो त तपाईँले अब ड्युरिङ द इयर तपाईँले चाहिँ किन्नु भएको छ, यो क्यासमा गएको छ भने यसको इम्प्याक्ट जानु पर्यो। पर्चेस कन्सिडरेसन भनेर तपाईँको के हुनु पर्यो, पर्चेस कन्सिडरेसन भनेर तपाईँले इन्भेस्टिङ एक्टिभिटीमा माइनस गरिदिनु पर्यो एउटा, माइनस गरिदिनु पर्यो होइन। अब हेर्नुहुन्छ भने तपाईँको डिभिडेन्ड पनि आएको हुन्छ, डिभिडेन्ड पनि आएको हुन्छ होइन। अनि त्यसपछि तपाईँको एउटा सब्सिडियरीको त हामीले के गरे हुन्छौँ, एसेट्स लायबिलिटी हरेक कुरा के गरे हुन्छौँ, एसेट्सदेखि लायबिलिटी सबै कुरा लिएको हुन्छौँ होइन त। त्यसपछि तपाईँको उसले के गरेको हुन्छ, उसले एउटा प्यारेन्ट भयो, यो सब्सिडियरी भयो, उसले डिभिडेन्ड दिएको हुन्छ, क्यास आउट हुन्छ हो, क्यास आउट हुन्छ कि हुँदैन भन्नु त, उसले डिभिडेन्ड दिएको हुन्छ, क्यास आउट हुन्छ, यसले डिभिडेन्ड रिसिभ गरेको हुन्छ, क्यास प्लस हुन्छ, यो माइनस भए हुन्छ। यदि 100% हो सब्सिडियरी 100% हो भने त यसको इम्प्याक्ट केही पनि आएन, किनकि ब्यालेन्स सिटमा त यसको इम्प्याक्टै आउँदैन नि, एसओपिएलमा पनि आउँदैन, स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन पनि आउँदैन, हो कि भन्नु त। तर अब सपोज मानिलिउँ 70% छ भने, 70% छ भने उसले के गर्छ, क्यास डिभिडेन्ड क्यास दिन्छ, जुन चाहिँ माइनस हुन्छ उसको बुक्सबाट हो, जसमा यसको 70% भनेको हाम्रो हो, त्यसपछि 30% भनेको एनसिआईको हो कि होइन। एनसिआईलाई क्यास गएको छ है, पैसा गएको छ सब्सिडियरीबाट। तर अब यसले के गर्छ, होल्डिङ कम्पनीले चाहिँ के गर्छ, प्लस डिभिडेन्ड गर्छ, डिभिडेन्ड रिसिभ गर्छ। कति गर्छ, 70% मात्रै गर्छ नि। यो 70%, यो 70% त हाम्रो बुक्समा एसओपिएलमा पनि आउँदैन होइन, एडजस्टमेन्ट गरेको हुन्छ, एसओएफपीमा पनि आउँदैन नि, याद छ नि यो यसको एडजस्टमेन्टहरू हामीले गरेको, हटाइदिएको इन्ट्रा ग्रुपको। तर यो जुन एनसिआईवाला पोर्सन छ यो त पैसा गएको हो नि त। भनेपछि एनसिआईको यो जुन पैसा गएको छ त्यसलाई हामी के गर्छौँ, एनसिआईको एकाउन्ट गर्छौँ, बनाउँछौँ ओपनिङ क्लोजिङ भनेर। त्यसपछि एनसिआईको सेयर, उसले प्रफिट सेयर कति ल्याएको छ यसमा जोड्छौँ, अनि डिफ्रेन्स सपोज जति पनि डिफ्रेन्स आउँछ, यो डिभिडेन्ड भनेर उसले पैसा लगेको जुन एमाउन्ट छ यो क्यासवाला आउँछ, अनि यसलाई लगेर हामी क्यास फ्लोमा एडजस्ट गरिदिन्छौँ। पर्चेस कन्सिडरेसन पनि तपाईँको आउँछ क्या, पर्चेस कन्सिडरेसन पैसै गएको छ नि त उसको त, पैसा गएको छ भनेको केसमा आउँछ। तर यसको हामीले सोल्युसन सर बुझाइदिनु न, अनि त्यसपछि बल्ल लिङ्क गर्न पनि सजिलो हुन्छ कि कहाँ कहाँ एडजस्टमेन्टहरू यही जाने। कुरा। यसको यो अब यो फुल फ्लेज सोल्युसन चट्ट यो बाँकी वर्किङ थियो नि तपाईँको वर्किङ नोट 2 पछाडि हो त्यो ल वर्किङ। ल त सब्सिडियरीले लिएको छ नि त सर, सब्सिडियरीले लिएको होइन नि, त्यो त सब्सिडियरीको सेयर होल्डरले लिएको हो नि, क्यास त तपाईँको सब्सिडियरीको सेयर होल्डरले ल्या हुन्छ नि त। ल त्यसरी सोचेर जानुभयो भने केही पनि प्रब्लम चाहिँ हुँदैन। अगाडि बढ्दा हुन्छ होइन। ल अब हामीले सुरुमा के गऱ्यौँ भन्दाखेरि वर्किङ नोट 1 बनाउँछौँ, क्यास फ्लो स्टेटमेन्टको फर्मेट बनाउँछौँ, क्यास फ्लो स्टेटमेन्टको फर्मेट बनाइसकेपछि वर्किङ नोट 1 बनायौँ हामीले होइन। वर्किङ नोट 1मा हामीले के गर्यौँ, गुडविल हामीलाई जति क्वेसनले दिएको थियो सोच्न नसकेर मात्र प्रब्लम सर, बुझेकै छैन सर। ल पहिला सुरु यो क्वेसन गरौँ, त्यसपछि अनि फर्दर बुझेन भने फर्दर हामी अगाडि बढ्छौँ। सुरुमा के भनेको थियो हामीलाई, 60% हाम्रो चाहिँ कोसँग छ भनेको थियो, जरिटानसँग छ भनेर भनेको थियो होइन। गुडविल हामीलाई यति दिएको थियो, 67,500 दिएको थियो होइन। त्यसपछि तपाईँलाई हेर्नुहुन्छ भने क्यारिङ एमाउन्ट हामीलाई दिएको थियो हो, क्यारिङ एमाउन्ट दिएको थियो। त्यसपछि रिकभरेबल एमाउन्ट इन जारिटान भनेर हामीलाई 2,30,000 दिएको थियो है। हामीलाई गुडविल दियो पार्सल मेथड अनुसार, प्यारेन्टको पोर्सनको मात्रै। त्यसपछि क्यारिङ एमाउन्ट अफ नेट एसेट दियो, रिकभरेबल अफ नेट एसेट दियो। त्यसमा हामीले के गर्छौँ, नोसनल गुडविल निकाल्यौँ, नेसनल गुडविल निकालेर त्यसपछि टोटल गुडविल निकाल्यौँ, टोटल गुडविल निकालेर नेट एसेटको पनि क्यारिङ एमाउन्ट जोडेर हाम्रो टोटल क्यारिङ एमाउन्ट निकालेर रिकभरेबल एमाउन्टसँग कम्पेयर गरेर
हामीले टोटल इम्पेयरमेन्ट निकाल्यौँ जसमध्ये हाम्रो एनसिआईको पोर्सन 25,000 रहेछ र हाम्रो बुक्समा देखिने चाहिँ 37,500 रहेछ भनेर के गर्यौँ थाहा पायौँ। तर अब यसमा हाम्रो एउटा प्रब्लम भनेको गुडविल बुक्समै थिएन। सो द्याट हामीले के गर्यौँ, यदि गुडविल बुक्समा भएको भए हाम्रो यो त नन क्यास आइटम हो नि, प्रफिट बिफोर ट्याक्समा यो घटेर आएको थियो होला पहिला, होइन? प्रफिट बिफोर ट्याक्समा सपोज हेर्नुहुन्छ भने सपोज तपाईँको 1,00,000 प्रफिट बिफोर ट्याक्स आएको थियो भने यो दुइटा मात्रै आइटमलाई सोच्दाखेरि प्रफिट बिफोर ट्याक्स 1,00,000 छ भने यो प्रफिट बिफोर ट्याक्स त इम्पेयरमेन्ट इन गुडविल भनेर घटेर 37,500 घटाएर बल्ल अनि यो 1,00,000 आउने होला नि। सो द्याट हाम्रो क्यास फ्लो त खासमा 1,00,000 प्लस 37,500 हुन्छ नि त। त्यही भएर के गर्छौँ, यो एमाउन्ट प्रफिट बिफोर ट्याक्समा यो हाम्रो 37,500 क्यास फ्लो जुन छ यो त क्यास फ्लो नै भएको छैन। सो द्याट हामी जोड दिन्छौँ। तर फेरि हामीलाई के थाहा भयो भने गुडविल त बुक्समै रहन्छ, होइन? गुडविल बुक्समा रहेछ। सो द्याट यो इम्पेयरमेन्ट जुन छ यो चार्जै गरेको छैन, पक्कै पनि चार्ज गरेको छैन। सो द्याट हामी के गर्छौँ, फेरि माइनस गरेर 7,500 भनेर निल इफेक्ट देखाउँछौँ यसको दुइटाको, यसको एउटा एडजस्टमेन्ट। त्यही भएर यसमा लगिहाल्यौँ हामीले। यसको पोइन्ट भनेको यो मात्रै हो। हामीले के गर्यौँ, अपरेटिङ एक्टिभिटी गऱ्यौँ, त्यसपछि नन क्यास एडजस्टमेन्टभित्र यो सिधै लगेर हाल्यौँ, है। त्यसपछि अर्को भनेको वर्किङ नोट नम्बर 2 बनाउँछौँ। वर्किङ नोट नम्बर 2 चाहिँ हामी केसको लागि बनाउँछौँ भन्दाखेरि यो पाटो लिमिटेडको लागि बनाउँछौँ। पाटो लिमिटेडले के भनेको छ, 75% सेयर होल्डिङ आशङ्काको बेच्यो भनेर भनेको छ। त्यसपछि हामीलाई उसको प्रफिट अन डिस्पोजलदेखि लिएर नेट एसेट सबै दिएको छ, होइन? भनेपछि हामीले सपोज सुरुमा त हामीले गुडविल रिकगनाइज गर्थ्यौँ, नेट एसेट रिकगनाइज गर्थ्यौँ, एनसिआई रिकगनाइज गर्थ्यौँ सब्सिडियरीको। भनेपछि डिस्पोजल डेटमा त हामीलाई के चाहियो, यो सबैको क्यारिङ एमाउन्ट चाहियो। क्यारिङ एमाउन्ट गुडविलको त निल छ भनेर भनेको छ क्वेसनले। किन भन्दाखेरि हेर्नुहुन्छ भने के भनेको छ क्वेसनले, गुडविल एक्वायर इन द बिजनेस कम्बिनेसन विथ आशंका ह्याड बिन रिटर्न अफ भनेर भनेको छ भने चाहिँ गुडविलको चाहिँ तपाईँको 0 हो। त्यसपछि तपाईँलाई नेट एसेट पनि दिएको छ। नेट एसेट क्वेसनले यहाँनिर भन्नु त म्याम 4,37,512 दिएको छ, है, नेट एसेट। त्यसपछि अब एनसिआईको क्यारिङ एमाउन्ट चाहियो। एनसिआईको क्यारिङ एमाउन्ट यो कसरी आयो भन्ने कुरा बुझ्नु भएको छ नि। भनेपछि अब हामीले के गर्नु पर्यो, ब्याङ्क एकाउन्ट डेबिट गर्नु पर्यो। ब्याङ्क एकाउन्ट डेबिट गर्नु पर्यो, तर यो एमाउन्ट त हामीलाई थाहा छैन। सो द्याट हामीले एनसिआई निकालिसक्यौँ, एनसिआईलाई डिरिकगनाइज गऱ्यौँ, क्यारिङ एमाउन्ट हो यो। गुडविल त 0 नै थियो, क्यारिङ एमाउन्ट हालिदियौँ हामीले, होइन? त्यसपछि नेट एसेट पनि क्यारिङ एमाउन्ट हो। त्यसपछि गेन अन डिस्पोजल 23,625 क्वेसनले दिएको छ। हेर्नु त, गेन अन डिस्पोजल भनेर, प्रफिट अफ अन डिस्पोजल भनेर 23,625 हामीलाई क्वेसनले नै दिएको छ यो एमाउन्ट। अनि जति पनि डिफ्रेन्स छ, यो जुन एमाउन्ट छ यो चाहिँ हाम्रो नेट अफ क्यास हो। क्यास कति थियो, क्यास 3375 नेट अफ क्यास थियो। अनि जति पनि ब्यालेन्सिङ फिगर आउँछ त्यो हाम्रो कहाँ जान्छ, कहाँ जाने भयो, 33,48,384 डिस्पोजल हुँदाखेरि यो क्यास त हामीलाई पैसा आएको हो नि। भनेपछि इन्भेस्टिङ एक्टिभिटीमा हाम्रो डिस्पोजल फ्रम सब्सिडी के अरे नेट प्रोसिड फ्रम डिस्पोजल अफ सब्सिडियरी भनेर यो कहाँनिर राख्ने हो भन्नु त, क्यास फ्लोमा जाने आइटम त यो हो। तर हाम्रो प्रफिट बिफोर अपरेटिङ एक्टिभिटीमा हामीले इन्डाइरेक्ट मेथड अनुसार गरिरहेको छौँ भने जुन यो गेन छ नि, यो गेन हाम्रो के भइरह होला बुक्समा भन्नु त, एड भइरह होला, आएको छ। तर हामीले यो जुन प्रफिट बिफोर ट्याक्स हेर्नु छ भने माथि 7,29,275 प्रफिट बिफोर ट्याक्स यो लिएछौँ, होइन? प्रफिट बिफोर ट्याक्स जसमा डिस्कन्टिन्यू अपरेसन आएको छ त, छैन नि, छैन नि, है। त्यसपछि अर्को प्रफिट बिफोर ट्याक्स कुन ल्याएछौँ, 93,150 ल्याएछौँ, जसमा यो डिस्पोजल हामीले इन्क्लुडै गरेको छैन, है। ध्यान दिनु होला यसलाई चाहिँ। फेरि एडजस्टमेन्ट गर्न मिलेन नि, किन भन्दाखेरि हामीले एमाउन्टै त्यो एक्सक्लुड गरेर ल्याएछौँ नि। यो एमाउन्ट भनेको जुन छ यो एमाउन्टमा यो 93,150 र हामीले 7,29,225 मात्रै ल्याएछौँ। यसमा प्लस यो जुन गेन छ त्यसलाई ल्याएछौँ त, छैनौँ नि। बुझ्नुभयो नि, यहाँसम्म क्लियर छ नि, होइन? सो द्याट यो एउटा एडजस्टमेन्ट। एन्जिला म्यामको म अहिले यो सकिने बित्तिकै लिइहालेँ ल क्वेसन एकछिन, ल।
त्यसपछि तपाईँको प्रफिट बिफोर ट्याक्स यो मात्र ल्याएको कारणले हामीले यदि त्यो गेन पनि ल्याए भए चाहिँ यसमा एजस्ट घटाइदिन्थ्यौँ, तर लिएकै छैनौँ, सो द्याट घटाउँदैनौँ। त अब यसको इम्प्याक्ट कहाँ जाने भयो अर्को चाहिँ? अर्को भनेको प्रोसिड फ्रम डिस्पोजल अफ आशंका भनेर वर्किङ नोट नम्बर 2 भनेर यो एमाउन्ट क्यास फ्लोमा यसरी देखाउनु पर्ने भयो। र यसको लागि त तपाईँलाई कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्ट र पिएलमा के एडजस्टमेन्ट हामीले गरेका छौँ भन्ने कुरा त थाहा हुनु पऱ्यो कि परेन? त्यो कुरा चाहिँ ध्यानमा दिनुभयो। सब तपाईँको त्यो कुराहरू थाहा पाउनुभयो भने एकदम सजिलो छ क्या, केही पनि गाह्रो छैन। अनि यो गेन जुन छ त्यसलाई घटाइदिन्थ्यौँ यदि माथि प्रफिट लिएको थियौँ भने यसलाई, तर यो माथि प्रफिट लिएकै छैन, सो द्याट हामीले केही पनि एडजस्ट गर्दैनौँ। हामीलाई कन्सर्न भनेको योसँग मात्रै छ, क्याससँग। इन्भेस्टिङ एक्टिभिटीमा नेट प्रोसिड फ्रम डिस्पोजल अफ सब्सिडियरी आशंका भनेर 3,48,384 हामी देखाउँछौँ। केही कन्फ्युजन छ यसमा निक्की म्याम? त्यो 1,23,378 छ नि, त्यसमा डिस्कन्टिन्युड अपरेसनको प्रफिट के पाटोको पार्ट मात्र हो, को हो त्यो? नेसेटमा क्यास घटाएन भने रङ हुन्छ? रङ हुन्छ नि। कि तपाईँले यसमा यो नेट एसेटमा नघटाइकन यो निकालेर अनि क्यास फ्लोमा चाहिँ यसमा चाहिँ -3375 गरेर राखिदिनु पर्यो होइन? ल, 93,150 प्यारेन्टको सेयर मात्र हो कि के हो सर? 93,150 प्यारेन्टको सेयर मात्रै होइन कि ओभरअल सब्सिडियरीकै हो टोटल? डिस्कन्टिन्युड अपरेसनको टोटल प्रफिट चाहिँ 93,150। जुन पोर्सन चाहिँ कहाँ देखिरहेछ? जुन पोर्सन चाहिँ हाम्रो ब्यालेन्स सिटको यसमा देखिरहेछ अरे क्या। हेर्नुहुन्छ नि, यो प्रफिट फ्रम डिस्कन्टिन्यू अपरेसन छ नि 1,02,375, त्यसमा चाहिँ अनि ब्यालेन्स सिटमा किन सबै राखेको सर? किन भन्दाखेरि यो त इयर एन्डमा डिस्पोज गरेर होला नि। 31 डिसेम्बर 2024 भनेपछि 31 डिसेम्बर 2024सम्म त उसले कमाएको प्रफिट त प्यारेन्टको पनि हो अनि तपाईँको कसको पनि हो, एनसिआईको पनि हो। बुझ्नुभयो? सुरुमै बेचेको भए चाहिँ आउँदैन थियो होला पक्कै पनि। अहिलेसम्म कमाएको प्रफिट त बाँड्नु पऱ्यो नि त रिपोर्टिङ डेटसम्मको। बुझ्नुभयो? अनि त्यसपछि अर्को कलेज के सोध्नुभयो भन्दाखेरि सर पिएफ बिफोर ट्याक्स लिएको भनिदिनु न। यसमा हेर्नुहुन्छ भने हामीले कुन कुन लियौँ भन्दाखेरि एउटा एमाउन्ट भनेको 93,150 लियौँ, यो लिएको छैन। लिएको भए हामीले माथि माइनस गर्नु पर्थ्यो, किनकि गेन हो नि त यो त होइन। लिएकै छैन भने चाहिँ हामीले यो मात्र लियौँ र अर्को के लियौँ, यो लियौँ, यो दुइटा लियौँ। भनेपछि डिस्कन्टिन्युड अपरेसनमा यो जुन प्रफिट गेन फ्रम डिस्पोजल अफ सब्सिडियरी आइरहेछ त्यो फेरि हामीले के अरे अपरेटिङ एक्टिभिटीमा एडजस्ट गर्नुपर्ने जरुरी छ र छैन। त्यही भएर हामीले माथि चाहिँ एडजस्ट गरेनौँ। क्यास फ्लो चाहिँ हामीले कहाँ एडजस्ट गऱ्यौँ? इन्भेस्टिङ एक्टिभिटी भित्र प्रोसिड फ्रम डिस्पोजल अफ आशंका भनेर एडजस्ट गऱ्यौँ। बुझ्नुभयो? अगाडि बढ्दा हुन्छ। ल, यो एउटा एडजस्टमेन्ट भयो होइन? अब वर्किङ नोट नम्बर 3मा हामीलाई पोइन्ट नम्बर 3मा के भनेको थियो? हामीलाई 1,00,000 इक्विटी सेयर हामीले इस्यु गरेको थियौँ होइन? 1,00,000 इक्विटी सेयर इस्यु गरेको थियौँ र हामीले बोनस सेयर पनि दिएको थियौँ होइन? बोनस सेयर पनि दिएको थियौँ। अनि बोनस दिँदाखेरि चाहिँ हामीले सेयर डिल एकाउन्ट भनेको सेयर प्रिमियम एकाउन्ट चाहिँ युज गरेको छ अरे। द consolidated statement of change in equity for the year shows that all group companies paid ordinary dividend during the year भनेपछि डिभिडेन्ड पनि दिएको छ भन्ने कुरा भयो। भनेपछि अब हामीलाई के चाहियो भन्नु त यहाँबाट? यो जुन 1,00,000 अर्डिनरी सेयर छ यसलाई कति पैसामा चाहिँ हामीले इस्यु गऱ्यौँ होला त, त्यो क्यास फ्लो निकाल्नु पर्यो होइन? भनेपछि अब यसलाई कसरी निकाल्नुहुन्छ भन्नु त? अब हामीले यसलाई कसरी निकाल्छौँ भन्दाखेरि क्वेसनले हामीलाई के दिएको छ? क्यापिटल दिएको छ। यो दुईटा एकाउन्टबाट हामी के गर्छौँ? हामीले क्यास फ्लो फ्रम इक्विटी सेयर इस्यु निकाल्छौँ। बोनस सेयरको त क्यास फ्लो हुँदैन होइन त? भनेपछि यो ओपनिङ छ, यो दुइटा ओपनिङ छ, यो क्लोजिङ छ। यसलाई ध्यान दिइराख्नु है, हामी यसैलाई युज गर्छौँ। ओपनिङ क्यापिटल हाम्रो कति छ भन्नु त?
ओपनिङ क्यापिटल भनेको 3,15,000 छ नि, 3,15,000 हो। र क्लोजिङ भनेको 4,95,000 छ, 4,95,000 छ क्लोजिङ भनेको। अनि पर सेयरको हाम्रो प्राइस बुक भ्यालु कति हो, फेस भ्यालु 0.50 हो भनेपछि नम्बर अफ सेयर आउँछ कि ओपनिङको पनि नम्बर अफ सेयर आयो, त्यसपछि क्लोजिङको पनि नम्बर अफ सेयर आयो। अब हामीले फ्रेस सेयर कति इस्यु गऱ्यौँ भन्ने हामीलाई थाहा छ नि, त्यो त हामीलाई क्वेसनले दिएको छ। भनेपछि यो क्वेसनले दिए हो, हामीलाई यो क्वेसनले दिएको थियो, क्वेसनले दिएको यो आइटम हो। अनि त्यो अनुसार हामीले फ्रेस इस्यु चाहिँ रुपिज के अरे घाना करेन्सीमा कति भयो भनेर हामीलाई यो एमाउन्ट थाहा भयो। सपोज यो भनेको 1,00,000 इन्टु 0.50 गरेर आयो। अब यति गरिसकेपछि सपोज जुन यो क्लोजिङ ब्यालेन्स छ नि, यो भनेको नम्बर अफ सेयर हो, नम्बर अफ सेयर हो। यसमा 1,00,000 घटायौँ भने हाम्रो क्लोजिङ बिफोर इस्यु अफ सेयर आउँछ कि आउँदैन? इस्यु बिफोर सेयर आउँछ। अब यो ओपनिङ जुन छ, ओपनिङ र यो क्लोजिङ ब्यालेन्स बिफोर इस्यु अफ न्यू सेयर गऱ्यौँ भने बोनस सेयरको सेयर आउँछ कि आउँदैन? बोनस सेयर दिएको पोर्सन आउँछ कि आउँदैन? नम्बर अफ बोनस सेयर्स भनेको यो भनेको कसरी आयो, 8,80,000 माइनस 6,30,000 यसरी आयो। अनि यसैलाई यो 2,60,000लाई 2,60,000 इन्टु 0.5 गऱ्यो भने हाम्रो क्यापिटल बोनस सेयरको क्यापिटल भनेको यो रहेछ। भनेपछि जुन यो बोनस सेयर इस्युवाला घाना करेन्सी छ नि, यो यसलाई तपाईँले पक्कै पनि के इन्ट्री गर्नुभयो होला भन्नु त इस्यु गर्दाखेरि, विवेक सर? त्यो त 2,50,000 हुन्छ होइन त, 2,60,000 कसरी भयो? 2,50,000 हुन्छ र? हुँदैन नि। 9,90,000मा 1,00,000 घटाएपछि तपाईँको 8,90,000 ओ 9,90,000 माइनस 1,00,000 माइनस 6,30,000 2,26,000 इन्टु 0.50। ठिक छ। यो 8,90,000, यो चाहिँ 8,90,000 इन्टु 8,90,000 इन्टु 0.50। यो चाहिँ ठिक छ ल। यो आएको बुझ्नुभयो नि होइन? अब यसमा के हुन्छ भन्दाखेरि बोनस सेयर इस्यु गर्दाखेरि के हुने भयो, बोनस सेयर इस्यु गर्दाखेरि यसले इन्ट्री के हान्छ भन्दाखेरि सेयर डिल एकाउन्ट, बोनस सेयर इस्यु इन्ट्री, सेयर डिल एकाउन्ट डेबिट टु क्यापिटल भनेर यो इन्ट्री हान्छ कि हान्दैन भन्नु त? भनेपछि यो जुन 1,30,000 छ क्यापिटल एकाउन्ट अर्डिनेरी सेयर क्यापिटलमा हामीलाई ओपनिङ यति दिएको छ, क्लोजिङ यति दिएको छ होइन, क्लोजिङ यति दिएको छ, ओपनिङ यति दिएको छ। त्यसपछि सेयर डिल एकाउन्ट भनेर 1,30,000 हामीले क्यापिटलमा क्रेडिट साइडमा जोडिदिउँ किनकि क्यापिटल बढेको छ। र हाम्रो त्यो अनुसार टु क्यापिटल भनेर हाम्रो सेयर प्रिमियम एकाउन्ट भनेको यो सेयर प्रिमियम एकाउन्ट हो, यही युज गरेको छ भनेपछि यो त घट्ने भयो नि। प्रिमियम ओपनिङ हाम्रो 45,000 थियो, क्लोजिङ हाम्रो 1,12,500 छ। भनेपछि सेयर डिल एकाउन्ट डेबिट, यो डेबिट भयो अनि यो क्रेडिट भयो क्यापिटल। भनेपछि अब जति पनि हाम्रो सेयर डिल एकाउन्ट अथवा सेयर प्रिमियम एकाउन्टमा ब्यालेन्सिङ फिगर आउँछ यो नै हाम्रो के होला, पक्कै पनि यो नै क्यापिटल इस्यु गर्दाखेरिको प्रिमियम होला होइन। भनेपछि अब हामीलाई 1,00,000को क्यापिटलको पोर्सन मात्रै गर्दाखेरि त 50,000 हुन्छ भनेर यहीँबाट थाहा पाइसक्यौँ होइन। भनेपछि यसको इन्ट्री के हुन्छ भन्नु त, क्यास एकाउन्ट डेबिट टु क्यापिटल 50,000 छ भन्ने हामीलाई थाहा भयो पहिल्यै, यो थाहा भइसकेको थियो होइन। 1,00,000 इन्टु 0.5 भनेको 50,000 होइन। यो भनेको कसरी आयो, 1,00,000 इन्टु 0.50। अनि सेयर प्रिमियम भनेको यहाँबाट तानेर ल्यायौँ हामीले। अनि जति पनि यसको दुईवटा डिफ्रेन्स भने यसको दुईवटा जोड्यौँ भने हाम्रो क्यास यति आयो, क्यास एकाउन्ट डेबिट 2,00,000 2,47,500 टु क्यापिटल 50,000 अनि टु हाम्रो सेयर प्रिमियम भनेर 1,97,500 भनेर यसरी गर्नु पर्यो। र यो एमाउन्ट जुन छ यो एमाउन्ट नै हाम्रो क्यास फ्लोमा जाने हो कि होइन भन्नु त? यही एमाउन्ट लगेर हामी के गर्छौँ, इस्यु अफ सेयर क्यापिटल भनेर यसरी राख्छौँ। बुझ्नुभयो? यो पनि हाम्रो भयो होइन त, यो भयो, यो दुइटा भयो। त्यसपछि अर्को के भयो हाम्रो,
त्यसपछि हामीले डेप्रिसिएसनको कुरा गरेका छैनौँ, गेनको कुरा गरेका छैनौँ। यो कुरा भयो, यो भयो। यहाँसम्म केही प्रब्लम छ? अगाडि बढ्दा हुन्छ होइन? सर त्यो बोनसको नम्बर निकालेको छ नि, त्यो माइनस गरेको लजिक बुझिनँ। यसमा के गरेको हो भन्दाखेरि तपाईँले हेर्नुहुन्छ भने हामीलाई के दिएछ? यो भनेको ओपनिङ क्यापिटल दिएछ। क्वेसनले हामीलाई ओपनिङ क्यापिटल दिएछ हो। ओपनिङ क्यापिटल दिएछ, क्लोजिङ क्यापिटल दिएछ, ओपनिङ प्रिमियम, क्लोजिङ प्रिमियम, र हामीलाई नम्बर अफ फ्रेस इस्यु 1 लाख भनेर दिएछ। अरू केही डाटा दिएछ? केही पनि डाटा दिएको छैन। भनेपछि हामीले त कति बोनस सेयर इस्यु गर्यो भन्ने थाहा पाउनु पर्यो। अनि सेयर प्रिमियम कति हो भनेर थाहा पाउनु पर्यो नयाँ सेयर इस्यु गर्दाखेरि, होइन? अनि मात्रै हाम्रो क्यास कति आएछ त फ्रेस इस्यु गर्दाखेरि भन्ने थाहा हुन्छ नि त। सो द्याट हामीले के गर्यौँ, सुरुमा हाम्रो चाहिँ बोनस सेयरको पोर्सन निकाल्यौँ होइन। भनेपछि त्यो निकाल्दाखेरि ओपनिङ हामीले के गर्यौँ, ओपनिङलाई पहिला सुरु यसरी क्यालकुलेट राख्यौँ। त्यसपछि क्लोजिङको नम्बर अफ सेयर क्यालकुलेट गऱ्यौँ। अनि यही क्लोजिङको यो जुन छ नि यहाँनिर हेर्नुहुन्छ भने यो इम्पोर्टेन्ट छ क्या हामीलाई। ओपनिङ नम्बर अफ सेयर आयो, क्लोजिङ नम्बर अफ सेयर छ। क्लोजिङ नम्बर अफ सेयरमा त बोनस सेयर पनि छ, फ्रेस इस्यु को नम्बर अफ सेयर पनि छ नि। त्यसमा हामीले फ्रेस इस्युवाला त क्वेसनले दिएको छ, त्यसलाई घटायौँ। अब त्यसमा घटाइसकेपछि ओपनिङबाट अब यो फ्रेस इस्युवाला घटाइसकेपछि बाँकी जति पनि पोर्सन छ नि त्यो त बोनस सेयरले दिए, बोनस सेयर इस्यु भएपछि बल्ल इन्क्रिज भयो होला नि त। हो त्यसरी आयो है। ल जाउँ अब प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्टको पोइन्ट नम्बर 3मा हेर्नुहुन्छ भने depreciation of Ghana currency 3,95,100 was recognized during the year ended 31st December 2024. भनेपछि डेप्रिसिएसन हामीलाई दिएको छ। त्यसपछि प्लान्ट एन्ड इक्विपमेन्ट हाम्रो 1,26,000को कस्ट भएको 1,35,000मा बेच्या छ भनेर भनेको छ। भनेपछि हामीले के गर्नु पर्यो, पिपिईको एकाउन्ट बनाइदिनु पर्यो। पिपिपी एकाउन्ट बनाउनु पर्यो। पिपिई एकाउन्ट ओपनिङ र क्लोजिङ हामीलाई फाइनेन्सियल स्टेटमेन्टमै दिएको छ। ओपनिङ र क्लोजिङ हामीलाई फाइनेन्सियल स्टेटमेन्टमै दिएको छ। त्यही कुरा लिएर आएर हामीले राख्यौँ। अनि त्यसपछि हेर्नुहुन्छ भने यो राख्यौँ ओपनिङ क्लोजिङ होइन, ओपनिङ क्लोजिङ राख्यौँ। अब यो जुन पिपिई छ नि, यो पिपिईमा ओपनिङ जुन देखिरहेछ यसबाट हामीले जुन सब्सिडियरी बेचेका थियौँ सेकेन्ड पोइन्टमा, यो जुन सब्सिडियरी आशंका थियो, यो आशंकाको पिपिई यो पनि होला कि नहोला ओपनिङमा? यो जुन क्यारिङ एमाउन्ट छ यसलाई हामीले डिरिकगनाइज त्यहाँबाट पिपिईबाट नि हटाउनु पर्यो कि परेन भन्नु त। सो द्याट हामीले के गरौँ, बाई डिस्पोजल अफ आशंकामा यो 4,21,000 यहाँनिर जुन यो इन्ट्री हानेको थियौँ नि हामीले, यो नेट एसेटमा त यो पिपिई पनि छ होला नि, हो कि होइन? सो द्याट त्यसलाई हामीले यसमा घटाउनु पर्यो। यो ब्यालेन्स सिट ओपनिङबाट त घटाउनु पर्यो, क्लोजिङमा त अभियसली छैन, तर ओपनिङमा त छ नि त। ओपनिङबाट घटाउनु पर्यो। त्यसपछि हामीले के भनेको थियौँ, हामीले तपाईँको हेर्नुहुन्छ भने 1,26,000को एसेटलाई हामीले 1,35,000 बेचेको थियौँ भनेपछि ब्याङ्क एकाउन्ट डेबिट टु पिपिई टु गेन भनेर यसरी यो 9,000 गेन देखायौँ होला। पिपिईलाई हामीले 1,26,000 रिकगनाइज गरिदिनु पर्यो। गेन हाम्रो 9,000ले एसओपिएलमा देखिरह होला, हो कि होइन? र हामीलाई बुक्समा डेप्रिसिएसनै हाम्रो चाहिँ यति हुन्छ भनेर क्वेसनले नै दिएको छ 3,95,100। सो द्याट 3,95,100 हामीले के गर्नु पऱ्यो, डेप्रिसिएसन एकाउन्ट डेबिट टु पिपिई भनेर डिरेकगनाइज के अरे सरी रिकगनाइज गरिदिनु पऱ्यो। यहाँसम्म क्लियर छ नि? अब अर्को पोइन्ट, एउटा मेन पोइन्ट भनेको क्वेसनमा हेर्नुहुन्छ भने क्वेसनले के भनेको छ यहाँनिर माथि एसओपिएलमा हेर्नुहुन्छ भने इम्पेयरमेन्ट रिभर्सल भनेर भनेको छ 2,500 भनेर भनेको छ इम्पेयरमेन्ट रिभर्सल भनेर। यो त गुडविलको पक्कै पनि होइन। भनेपछि यो पक्कै पनि हाम्रो कुनै पनि एउटा एसेटको होला। एसेटको हो भनेदेखि हाम्रो के हुन्छ, पिपी रिभर्सल गर्दाखेरि, पिपीको चाहिँ इम्पेयरमेन्ट रिभर्सल गर्दाखेरि पिपी एकाउन्ट डेबिट टु इम्पेयरमेन्ट रिभर्सल भनेर एसओपिएलमा जान्छ कि जाँदैन? भनेपछि यो लेजरमा हामीले रिभर्सल इम्पेयरमेन्ट पिपीवाला यो एसओपिएलमा लगेको वाला 2,500 जोडिदिनु पर्यो पिपीमा। यसमा पनि तपाईँको बुकको सोल्युसनमा अलिकति फरक तरिकाले गरेको छ, यसलाई पनि राम्रोसँग बुझ्नु होला है त। भनेपछि सबै कुरा गरिसकेपछि जति पनि ब्यालेन्सिङ फिगर आउँछ त्यो नै हाम्रो यो क्यास आइटम हो कि होइन? एउटा ध्यान दिनुपर्ने कुरा भनेको यो हो तपाईँले। अर्को भनेको यो दुईवटा कुरा बिर्सिनुहुन्छ तपाईँले गर्दा गर्दै।
बुझ्नुभयो? भनेपछि अब हाम्रो क्यास फ्लोमा जाने आइटम भनेको यो एउटा जान्छ हो कि होइन भन्नु त? यो जान्छ कि जाँदैन? हो भनेपछि अब यो जान्छ। अर्को भनेको यो जान्छ भने चाहिँ सिधै लगेर राखौँ, पहिला सुरु एक वान बाई वान राखौँ है। तपाईँहरू फेरि कन्फ्युजन हुन्छ तपाईँहरूलाई। पर्चेज अफ पिपी भनेर यो एमाउन्ट यहाँनिर हामीले राख्यौँ है। अब अर्को भनेको डिस्पोजल अफ पिपी पनि छ हामीसँग। यो बाई ब्याङ्कवाला जुन यो बाई ब्याङ्क 1,35,000 र गेन यो 9,000, यो दुइटा जोडेर पिपीको 1,26,000 यो वाला आइटम र पिपीको 1,26,000 र गेन 9,000 जोडेर 1,35,000 पनि हाम्रो गेन के अरे सरी डिस्पोजल अफ पिपी भनेर राखिदिनु पर्यो इन्भेस्टिङ एक्टिभिटीमा। पऱ्यो कि परेन भन्नु त? त्यसपछि अब 1,35,000 राखेपछि हाम्रो यो त नन क्यास हो। यो जुन 9,000 छ गेन अन डिस्पोजल अफ पिपी भनेर जुन छ, सर त्यो 1.35 भन्दिनँ फेरि कहाँबाट? यो त तपाईँको के हो, नन क्यास हो। 1.35 के भयो भन्दाखेरि तपाईँले यहाँनिर हेर्नुहुन्छ भने क्वेसनले के भनेको छ, 1,26,000 चाहिँ 1,26,000को क्यारिङ एमाउन्ट भएको एसेटलाई तपाईँले कतिमा बेच्नुभयो भनेर भनेको छ, 1,35,000मा बेच्नुभयो भनेको छ होइन। भनेपछि क्यास कति आयो तपाईँसँग? 1,35,000 आयो कि आएन भन्नु त? 1,35,000 आयो। सो द्याट हामीले क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटीमा 1,35,000ले के गर्यौँ, जोड दियौँ। र हामीले पिपी एकाउन्ट बनाइसकेपछि पर्चेस पनि हाम्रो रहेछ भनेर यो 10,10,950लाई हामीले के गर्यौँ, घटायौँ पर्चेस भनेर। दुइटा एडजस्टमेन्ट है। अब अर्को भनेको त यो 9,000 जुन छ नि गेन भनेर देखिरहेको छ नि, क्यारिङ एमाउन्टबाट घट्ने भने त 1,26,000 मात्रै हो। तर हाम्रो टोटल क्यास फ्लो त 1,35,000 हो। त्यही भएर पिपीको इन्भेस्टिङ एक्टिभिटीबाट 1,35,000 घटायौँ। तर यो जुन यो गेन देखिरहेको छ यो कहाँ गयो होला? कहाँ गयो होला? एसओपिएलमा गयो होला। हामीले माथि के ल्याएको छौँ, प्रफिट बिफोर ट्याक्स ल्याएको छौँ। भनेपछि त्यसमा लगेर नन क्यास एडजस्टमेन्ट भनेर हामीले एडजस्ट गरिदिनु पर्यो 9,000 यो वाला घटाइदिनु पर्यो, किनकि यसमा त जोडिएको छ नि त, यो आइटम जोडिएको छ। बुझ्नुभयो यहाँसम्म? बुझ्यो कि बुझेन? अगाडि बढ्दा हुन्छ कि हुँदैन? होइन त? भनेपछि यो कुराहरू चाहिँ तपाईँहरूले के गर्नु पर्यो, ध्यान दिनु पर्यो। र अर्को भनेको तपाईँको एसओपिएलमा यो जुन छ रिभर्सल, यो चाहिँ क्यास आइटम हो कि नन क्यास आइटम हो त? भनेपछि यसलाई पनि लगेर एडजस्ट गर्नु पर्यो नन क्यासलाई। नन क्यास रिभर्सल अफ इम्पेयरमेन्ट भनेर 2,500 यहाँनिर घटाइदिनु पर्यो। गेन देखिरहेको थियो नन क्यास गेन, त्यसलाई हामीले के गरिदिनु पर्यो, प्रफिट बिफोर ट्याक्सबाट घटाइदिनु पर्यो। र अर्को भनेको डेप्रिसिएसन जुन छ, यो पनि त के हो, नन क्यास हो कि होइन? डेप्रिसिएसन माथि घटेर आएको होला। भनेपछि नन क्यास हो भने हामीले जोड दिनु पर्यो, डेप्रिसिएसन त नन क्यास हो। बुझ्नुभयो? यहाँसम्म क्लियर छ? अगाडि बढ्दा हुन्छ। र अब हेर्नुहुन्छ भने अब फर्दर हामीलाई ट्रेड एन्ड अदर पेएबल इन्क्लुड 11,250 क्लोजिङमा, ओपनिङमा 6,750 भनेर भनेको थियो। भनेपछि जुन चाहिँ अनपेड छ भनेपछि हामीले के गरिदिनु पर्यो, लेजर बनाइदिनु पर्यो। लेजर बनाइदिनु इन्ट्रेस्ट पेएबलको, जुन चाहिँ हाम्रो ट्रेड एन्ड अदर रिसिभेबलमा छ अरे। भनेपछि यति ओपनिङमा छ, यति क्लोजिङमा छ। हामीलाई एसओपिएलमा हेर्नुहुन्छ भने 52,000 यहाँनिर 52,000 दिएको छ। फाइनेन्स कस्ट भनेर 52,000 दिएको छ। भनेपछि यो त हाम्रो एक्रुड इन्ट्रेस्ट हो नि, क्यास फ्लोवाला इन्ट्रेस्ट त होइन। सो द्याट हामी के गरिदिनु पर्यो, इन्ट्रेस्ट एक्सपेन्स एकाउन्ट डेबिट टु पेएबल भयो होला पक्कै पनि। सो द्याट इन्ट्रेस्ट एक्सपेन्समा हामीले पेएबलमा क्रेडिट गराइदिउँ, किनकि इन्ट्रेस्ट एक्सपेन्स एकाउन्ट डेबिट टु पेएबल, इन्ट्रेस्ट पेएबल भनेर बुक भयो होला 52,000, 52,000ले होइन। भनेपछि यसलाई हामीले के गर्यौँ, यहाँलाई लगेर राख्यौँ। अनि जति पनि ब्यालेन्सिङ फिगर यो चाहिँ हाम्रो क्यास पेमेन्ट भयो होला 47,500। भनेपछि यसलाई हामी क्यास फ्लोमा त यो त आएको छ होइन। सो द्याट हामी के गरिदिन्छौँ, 52,000लाई हामी जोड दिन्छौँ, किनकि माथि घटेको छ। हो, बुझिराख्नु भएको छ नि? त्यसपछि इन्ट्रेस्ट पेड भनेर माथि के गरिदिन्छौँ, जति एक्चुअली पेमेन्ट गरे हो त्यसलाई हामीले के गरिदिन्छौँ, माथि लगेर घटाइदिन्छौँ। यहाँसम्म क्लियर छ? र अर्को भनेको अब अरू अरू ट्रेड पेएबलहरूलाई पनि हामी एडजस्ट गरिदिइहाल्यौँ। अरू ट्रेड पेएबलको के छ, ओपनिङ यति छ। किन भन्दाखेरि तपाईँको ट्रेड पेएबल हेर्नुहुन्छ भने हामीलाई कति दिएको छ,
1,18,800 दिएको छ, क्लोजिङमा चाहिँ तपाईँको 90,000 दिएको छ। तर यसमा त इन्ट्रेस्ट पनि थियो भनेपछि हामीले 1,80,800मा यो एमाउन्ट घटाइदिनु पर्यो, क्लोजिङमा 90,000मा यो एमाउन्ट घटाइदिनु पर्यो होइन। र अब हेर्नुहुन्छ भने हाम्रो के भएको छ, अदर पेएबल भनेर, ट्रेड एन्ड अदर पेएबल भनेर जुन डिस्पोजल भएको थियो नि सब्सिडियरी, यो डिस्पोजल भएको सब्सिडियरीको त ओपनिङमा त यो ट्रेड एन्ड अदर पेएबल हाम्रो ओपनिङ ब्यालेन्स सिटमा त छ नि त। सो द्याट हामी के गरिदिन्छौँ, त्यो डिस्पोजल एमाउन्टलाई हामी के गरिदिन्छौँ, घटाइदिन्छौँ। जसरी अघि हामीले पिपी घटाएको थियौँ नि, सपोज यहाँनिर हेर्नुहुन्छ भने यो जुन नेट एसेट छ नि, यो हामीले सब्सिडियरी डिस्पोजल गर्दाखेरि यो नेट एसेटमा त एसेट साइड माइनस लाइबिलिटी साइडभित्र यो ट्रेड एन्ड अदर पेएबल पनि होला नि त। यो त डिस्पोज भयो नि, कति एमाउन्टले डिस्पोज भयो भन्नु त, यही जति एमाउन्ट यहाँनिर 19,112 एमाउन्टले त घट्यो होला ट्रेड रिसिभेबल, सरी ट्रेड पेएबल। त्यही भएर हामीले यो घटायौँ भनेपछि जति पनि ब्यालेन्स आउँछ त्यो त पेमेन्ट होला नि त होइन। अथवा वर्किङ क्यापिटलमा हामीले एडजस्टमेन्ट गर्थ्यौँ नि, ट्रेड एन्ड पेएबल चाहिँ तपाईँको डिक्रिज हुँदाखेरि, रिसिभेबल डिक्रिज हुँदाखेरि के हुन्छ, पैसा गयो भन्ने हिसाबले माइनस गरेर राख्नुहुन्छ। भनेपछि यहाँनिर हेर्नुहुन्छ भने तपाईँको के भएको छ, अदर पेएबल घटेको छ। अदर पेएबल घट्नु भनेको तपाईँले पैसा तिरे सर हो कि होइन। सपोज वर्षको सुरुमा तपाईँको 1,00,000 तिर्नुपर्ने थियो, वर्षको अन्तिममा तपाईँको चाहिँ 10,000 चाहिँ क्लोजिङ ब्यालेन्स पेएबल देखिरहेछ भने 90,000 त तपाईँले तिरेर बल्ल 10,000 तपाईँको क्लोजिङ ब्यालेन्स देखियो होला भन्ने हिसाबले तपाईँले लगेर के गरिदिनुहुन्छ, त्यसलाई ट्रेड एन्ड अदर पेएबललाई, डिक्रिज इन ट्रेड एन्ड अदर पेएबललाई घटाइदिनुहुन्छ, एडजस्ट गरिदिनुहुन्छ। बुझ्नुभयो यहाँसम्म। अब हाम्रो वर्किङ नोटमा भएको एडिसनल इन्फर्मेसनमा दिएको कुराहरू त सबै सकायौँ, तर हामीले के गरिदिनु पऱ्यो, हरेक कुरा आइटम वाइज आइटम एसओपिएलबाट के एडजस्टमेन्ट गर्दै गयौँ त। प्रफिट फर अपरेसन त हामीले के गर्यौँ, क्यास फ्लोको सुरुमै पिबिटी भनेर लिएर गयौँ है, अनि यो पनि हामीले लिएर गइसकेका छ, यो प्रफिट बिफोर ट्याक्स पनि लिएर गइसकेका छ। अब हेर्नुहुन्छ भने हाम्रो सेयर इन प्रफिट इन अफ एसोसिएट्स भनेर भनेको छ, यो एमाउन्ट त हाम्रो एडजस्ट भएको छैन बुक्समा। यो कुरालाई पनि हामीले ध्यानमा दिएर अब हामीले एकाउन्ट बनाउनु पर्यो। इन्भेस्टमेन्ट इन एसोसिएट्स भनेर ओपनिङमा ब्यालेन्स सिटमै तपाईँलाई के दिएको छ हेर्नु त, इन्भेस्टमेन्ट इन एसोसिएट्स भनेर, इन्भेस्टमेन्ट इन एसोसिएट्स, इन्भेस्टमेन्ट इन एसोसिएट्स भनेर ओपनिङ ब्यालेन्स र क्लोजिङ ब्यालेन्स र ओपनिङ ब्यालेन्स दिएको छ कि छैन, यही कुरालाई लगेर तपाईँ यहाँनिर राख्नुहुन्छ, इन्भेस्टमेन्ट इन एसोसिएट्सको ओपनिङ, इन्भेस्टमेन्ट इन एसोसिएट्सको क्लोजिङ, र सेयर जति छ ब्यालेन्स यो प्रफिटमा यहाँनिर सेयर अफ प्रफिट अफ एसोसिएट्स 1,27,575, यसलाई लगेर इन्भेस्टमेन्ट इन एसोसिएट्स एकाउन्ट डेबिट टु गर्ने त हो नि तपाईँले होइन। इन्भेस्टमेन्ट इन एसोसिएट्स एकाउन्ट डेबिट टु, टु के हुन्छ, सेयर एसओपिएल भनेको अब सेयर अफ सब्सिडियरी प्रफिट भनेर राख्नुहुन्थ्यो, अनि यही कुरालाई 1,7,575 1,27,575 गर्ने त हो नि होइन। सो यसलाई डेबिट गर्नुभयो इन्भेस्टमेन्ट एसोसिएट्समा, र जति पनि ब्यालेन्स आउँछ त्यो भनेको तपाईँको के हो, त्यो भनेको डिभिडेन्डको एडजस्टमेन्ट गर्नुभयो होला। अनि इन्भेस्टमेन्ट घट्ने भनेको केले गर्दा घट्ने हो, डिभिडेन्डले गर्दा घट्ने होइन त। अघि हामीले जुन सुरुमा कुरा गरे जस्तो, सपोज तपाईँको ब्याङ्क एकाउन्ट डेबिट टु इन्भेस्टमेन्ट इन एसोसिएट्स भनेर देखाउनु त हुन्थ्यो होला नि, 113850 113850 भनेर। भनेपछि यो जुन ब्याङ्कको एडजस्टमेन्ट छ, यो ब्याङ्कको एडजस्टमेन्ट हामीले कहाँ लगेर राख्नु पर्यो, इन्भेस्टमेन्ट इन एसोसिएट्सवाला जुन छ हामीले इन्भेस्टिङ एक्टिभिटीमा लगेर राख्नु पर्यो। तर यो जुन सेयर अफ प्रफिट इन एसोसिएट्स छ, यो भनेको क्यास आइटम हो कि नन क्यास आइटम हो भन्नु त। नन क्यास आइटम हो भनेपछि माथि लगेर हामीले एडजस्ट गर्नु पर्यो कि परेन, सेयर इन प्रफिट अफ एसोसिएट्स वर्किङ नोट नम्बर 7 भनेर पर्यो। अनि अर्को भनेको इन्भेस्टिङ एक्टिभिटीमा डिभिडेन्ड रिसिभ फ्रम एसोसिएट्स भनेर जति पनि ब्यालेन्सिङ फिगर आएको थियो त्यसलाई हामीले एडजस्ट गर्नु पर्यो कि परेन। यस, त्यस्तो गाह्रो कुरा छैन नि त खासमा, तपाईँहरूले सोचेर त्यस्तो गाह्रो बनाउनु भएको क्या, आफै गाह्रो केही पनि छैन क्या खासमा। अनि यो भइसकेपछि अब हाम्रो इन्भेस्टमेन्ट इन एसोसिएट्सको पनि सक्यो होइन। अब हाम्रो बाँकी के छ, इन्कम ट्याक्स एक्सपेन्सेस। इन्कम ट्याक्स एक्सपेन्सेसको पनि हामी के गरौँ, लेजर बनाउँ। ओपनिङ हामीलाई यहीँ दिएको छ ब्यालेन्स सिटमा, ओपनिङ क्लोजिङ
इन्कम ट्याक्स एक्स पेएबल भनेर यहाँनिर हेर्नुहुन्छ भने 1,75,500 र अर्को भनेको 1,53,000 भनेर दिएको छ। भनेपछि ओपनिङ हामीले राख्यौँ, क्लोजिङ पनि राख्यौँ। त्यसपछि हामीलाई ब्यालेन्स सिटमै के अरे एसओपिएलमै के दिएको छ, कन्सोलिडेटेड एसओपिएलमा हेर्नुहुन्छ भने इन्कम ट्याक्स एक्सपेन्सेस भनेर 1,45,800 दिएको छ है। बुझिराख्नु भएको छ नि, 1,45,800 दिएको छ। प्लस अर्को के पनि दिएको छ, अर्को कुरा के पनि बिर्सिनु भएन भन्दाखेरि यहाँनिर इन्कम ट्याक्स एक्सपेन्सेस सब्सिडियरी जुन बेचेका छौँ वर्षको अन्तिमसम्म त हामीसँग छ नि त। भनेपछि 1,14,400 प्लस 1,45,800 चाहिँ हामीले के गर्छौँ, इन्कम ट्याक्स एक्सपेन्स एकाउन्ट डेबिट, इन्कम ट्याक्स एक्सपेन्स एकाउन्ट डेबिट टु प्रोभिजन फर ट्याक्स भनेर गर्नुहुन्छ होला, जसमा तपाईँले के गर्नुहुन्थ्यो 1,45,800 प्लस 14,400 जुन सब्सिडी दुइटै टोटलमै गर्नुहुन्थ्यो होला नि त। वर्षको अन्तिमसम्म त टोटलमै गर्नुहुन्थ्यो भनेपछि 160,200 160,200 यहाँनिर जोडिन्थ्यो। अनि जति पनि डिफ्रेन्स आउँछ त्यो ट्याक्स पेएबल होला, हो कि होइन भन्नु त। तपाईँको स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनमा र तपाईँको के हुन्थ्यो एसओपिएलमा त वर्षको अन्तिमसम्म नै ऊ सब्सिडियरी छ भने त उसको ट्याक्स बर्डन पनि त हाम्रो वर्षको अन्तिमसम्म हामीले सेयर लिइरहेछौँ भने उसको ट्याक्स बर्डन पनि त हामीले जोडेर राखेको हुन्थ्यो। यो क्लोजिङमा त छैन, क्लोजिङमा ट्याक्स पेएबलमा त छैन पेएबल उसको आइटम, किनकि डिस्पोजै भइसक्यो होइन। भनेपछि जति पनि ब्यालेन्सिङ फिगर आउँछ त्यो भनेको हाम्रो क्यास पेमेन्ट हो कि होइन भन्नु त। अनि यही क्यास पेमेन्टलाई लगेर हामीले कहाँ एडजस्ट गरिदिनु पऱ्यो, बुझ्नु भइरहेछ नि। अब यो जुन ट्याक्स एक्सपेन्सेस छ हामीले के गरेका थियौँ, ब्यालेन्स सिट लिँदा के अरे सब अपरेटिङ एक्टिभिटीको एडजस्टमेन्टहरू गर्दाखेरि त प्रफिट बिफोर ट्याक्स लिएको थियौँ। भनेपछि यसको एडजस्टमेन्ट त गर्नै पऱ्यो त। प्रफिट आफ्टर ट्याक्स ल्याए भए पो हामीले यसलाई चाहिँ जोडेर अनि बल्ल यसलाई घटाउने काम गर्थ्यौँ त। यो त लिएकै छैन भनेपछि यसको एडजस्टमेन्ट हामीले लगेर हामी कहाँ लग्छौँ, ट्याक्स पेड भनेर अपरेटिङ एक्टिभिटीमा यसरी राखिदिन्छौँ। बुझ्नुभयो? ल अब यो पनि भयो होइन। यति भइसकेपछि हाम्रो प्रफिट फर कन्टिन्यू अपरेसन भयो। अब हामीले के गरौँ, एनसिआईको एकाउन्ट बनाऊँ। हामीलाई क्वेसनको स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनमा हेर्नुहुन्छ नन कन्ट्रोलिङ इन्ट्रेस्टको क्लोजिङ र ओपनिङ ब्यालेन्स दिएको छ होइन। भनेपछि अब हामी के गरौँ, एनसिआईको एकाउन्ट बनाऊँ। पालो पिलो गर्नुपर्छ नभए मिल्दैन। अब ओपनिङमा हेर्नुहुन्छ भने हामीलाई 3,39,300 दिएको थियो, त्यसो क्लोजिङमा यति दिएको छ होइन। अब तपाईँले मलाई भन्नु कि अघि यहाँनिर जुन डिस्पोज भएको छ नि यसमा एनसिआई डिस्पोज भएको छ कि छैन, एनसिआई पनि डिस्पोज भएको छ नि, छ। भनेपछि एनसिआई घटाउनु पऱ्यो कि परेन लेजर बनाउँदाखेरि त्यही एमाउन्टले। टु आशङ्काको एनसिआई डिस्पोज हुँदाखेरि यति एमाउन्टले डिस्पोज भयो भनेर ओपनिङको गऱ्यौँ क्लोजिङ गऱ्यौँ। अनि अब ब्यालेन्स सिटको सपोज हाम्रो स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसनमा हेर्नुहुन्छ भने सरी हाम्रो एसओपिएलमा हेर्नुहुन्छ भने एनसिआईलाई कति गएको छ, यो एमाउन्ट गएको छ 1,14,075 रुपियाँ। एनसिआईलाई प्लस भयो होला पक्कै पनि यो ड्युरिङ द इयर। सपोज प्रफिट सेयर हो नि होइन। भनेपछि यसलाई लगेर हामीले के गरिदिनु पऱ्यो, प्रफिट सेयर इन के अरे एनसिआई भनेर हामीले के गरिदिनु पऱ्यो, एनसिआईमा जोडिदिनु पऱ्यो यो सेयर उसलाई एनसिआईको क्यारिङ एमाउन्टमा। यो पनि हाम्रो भयो। अब जति पनि डिफ्रेन्स आउँछ त्यो किन आउँछ होला भन्नु त। अघि मैले जुन भनेको थिएँ सब्सिडियरीलाई जुन डिभिडेन्ड दिनुहुन्छ, सब्सिडियरीले जुन डिभिडेन्ड दिन्छ त्यसको पोर्सन जुन एनसिआईको पोर्सनको मात्रै इफेक्ट हाम्रो क्यास फ्लोमा आउँछ। यो जुन डिभिडेन्ड छ यो पक्कै पनि के होला, सब्सिडियरीले डिभिडेन्ड दियो होला, जुन चाहिँ एनसिआईको पोर्सनको मात्रै हाम्रो क्यास फ्लोमा इफेक्ट आउने भयो। फाइनेन्सियल स्टेटमेन्टमा पनि एनसिआईमा को पोर्सन मात्रै इफेक्ट आउँथ्यो हो, क्यास फ्लोमा पनि उसको के आउँछ, एनसिआईको पोर्सनको मात्रै इफेक्ट आउँछ। जति पनि डिफ्रेन्स आउँछ डिभिडेन्ड भनेर आउँछ। किन भन्नु त, डिभिडेन्ड सब हो, सब्सिडियरीले डिभिडेन्ड दिँदाखेरि हाम्रो सब्सिडियरी र होल्डिङ कम्पनीको मात्रै एडजस्टमेन्टै निल हुन्थ्यो नि। तर एडजस्टमेन्ट के को मात्रै हुन्थ्यो, डिभिडेन्ड पैसा लगिरहेछ भने एनसिआईले पैसा लगिरहेछ, चाहे डिभिडेन्डको रूपमा लगोस् चाहे इन्भेस्टमेन्ट गर्न लगोस्, हामीले एनसिआईको क्यारिङ एमाउन्टलाई घटाएको हो नि त। एसओपिएल र एसओएफपी बनाउँदाखेरि कन्सोलिडेटेड एसओएफपी र कन्सोलिडेटेड एसओपिएल बनाउँदाखेरि हामीले डिभिडेन्ड लग्यो अथवा पैसा लग्यो भने घटाएको हो नि एनसिआई। भनेपछि उसले यो जुन जति पनि डिफ्रेन्स छ उसले के गर्यो होला, डिभिडेन्ड लग्यो होला।
होइन। यो एमाउन्टलाई अब तपाईँले कहाँ लगेर एडजस्ट गर्नुहुन्छ भन्नु त? यो एमाउन्टलाई, यो त क्यास फ्लो केमा लगेर राख्नुहुन्छ होला? भन्नु त। यसलाई लगेर तपाईँले फाइनेन्सिङमा राख्नु पर्यो। एनसिआई भनेको हाम्रो इन्भेस्टिङ हो त। हामीले गरेको इन्भेस्टमेन्ट पो इन्भेस्टिङ हो त। तर सब्सिडियरीले एनसिआईलाई डिभिडेन्ड दिइरहेछ भने त त्यो त फाइनेन्सिङ भयो। हामीले इन्भेस्टमेन्ट गरिरहेछौँ भने हाम्रो इन्भेस्टमेन्ट भयो। हामीलाई आएको डिभिडेन्डहरू चाहिँ डिभिडेन्ड इन्भेस्टिङ भयो। तर एनसिआई भनेको हामीले छुट्टै राख्नुको रिजन भनेको के हो? अरूबाट अरूले पैसा ल्याएर इन्भेस्ट गरिरहेछन्, हामीले हाम्रो अ काइन्ड अफ सोर्स अफ फन्ड हो भन्ने हिसाबले हामीले छुट्टै राख्यो भने उसलाई त, सो द्याट उसलाई दिएको डिभिडेन्ड पनि हाम्रो फाइनेन्सिङ हुन्छ। बुझ्नुभयो? सब्सिडियरीलाई फुल डिस्पोज नगरेर पार्सियल गर्यो तर सब्सिडियरी नै बाँकी हुने गरी गरेको छ भने त डिभिडेन्ड भन्न मिल्दैन होला है। अब तपाईँको अब के सोच्नु पऱ्यो भन्दाखेरि यसको लागि तपाईँले के सोच्नु पऱ्यो? तपाईँले एसओएफपी र एसओपिएल बनाउँदाखेरि के इम्प्याक्ट गरेर जानुहुन्थ्यो त? त्यसमा त तपाईँले क्यास एकाउन्ट डेबिट गर्नुहुन्थ्यो होला अथवा एनसिआईलाई क्रेडिट गर्नुहुन्थ्यो होला, अनि डिफ्रेन्स जति पनि छ अदर कम्पोनेन्ट अफ इक्विटी गर्नुहुन्थ्यो होला। भनेपछि इम्प्याक्ट भनेको क्यास जुन छ त्यो मात्रै आउँछ क्या हाम्रो क्यास फ्लोमा। पहिला सुरु क्यास फ्लो बनाउँदाखेरि तपाईँले के सोच्नु पऱ्यो भन्दाखेरि ब्यालेन्स सिटमा चाहिँ के गर्नुहुन्थ्यो त? कन्सोलिडेटेड एसओएफएफपीमा र कन्सोलिडेटेड एसओपिएलमा के गर्नुहुन्थ्यो? अनि त्यसबाट इम्प्याक्ट क्यासको मात्र के आउँछ त भनेर सोच्नुभयो भने क्यास फ्लो भनेको एकदम सजिलो हो क्या। हामीले चाहिँ प्र्याक्टिस गरेको हुँदैनौँ होइन। तपाईँहरूले अहिलेसम्म कसैले पनि चाहिँ क्यास फ्लोको क्वेसन तपाईँहरूले योभन्दा अगाडि यो एटेम्पभन्दा अगाडि हेर्नु भएको थिएन होला क्या। कुनै पनि एटेम्पमा सपोज 2-3 एटेम्पभन्दा अगाडि भनौँ होइन, हेर्नु हुँदैन थियो होला जस्तो लाग्छ है मलाई चाहिँ। मैले पनि हेरेको थिइनँ होइन। पछि क्यास फ्लोको क्वेसन बाहिरतिर चाहिँ आइरहेको हुन्छ, पाकिस्तानमा पनि आउँछ, घानामा पनि आउँछ, एसिसिएमा पनि आउँछ, डिफाएफएसमा पनि आउँछ। तर हाम्रो नेपालको कन्टेक्समा फर्स्ट टाइम, हिस्ट्रीमै फर्स्ट टाइम आएको हो नि त क्यास फ्लो त होइन। भनेपछि हामीले नगरेर चाहिँ, यो क्वेसन त इक्जाममा आएन, अर्को क्वेसन चाहिँ हो होइन। भनेपछि हामीले प्र्याक्टिस नगरेर अनि हामीले जहिले पनि एसओएफपी एसओपिएल गरे हुन्छ नि त्यही मात्रै सजिलो लाग्छ। क्यास फ्लो यस्तो सजिलोको हुन्छ क्या खासमा होइन। त्यो सोच्दा मात्रै तपाईँहरूलाई गाह्रो लाग्यो क्या। भनेपछि त्यसरी एडजस्ट गरिदिनु पर्यो। बुझ्नुभयो नन कन्ट्रिब्युटिङ इन्ट्रेस्टको कुरा पनि? अर्को भनेको अब एनसिआईको पोर्सन पनि हाम्रो सक्यो होइन। अब हामीले हेर्नु छौँ भने पिपी पनि हामीले गऱ्यौँ, पिपी पनि गऱ्यौँ। इन्टेन्जेबल एसेट जुन छ 22,000, यो 22,000 इन्टेन्जेबल एसेट पहिला ओपनिङमा छैन, क्लोजिङमा मात्रै छ भने चाहिँ पक्कै पनि हामीले किन्यौँ होला। भनेपछि यो जुन इन्टेन्जेबल एसेट छ त्यो कहाँनिर जान्छ हाम्रो भन्नु त? हाम्रो जान्छ इन्भेस्टिङ एक्टिभिटीमा पर्चेस अफ इन्टेन्जेबल एसेट भनेर 22,000। बुझ्नुभयो? अब अर्को भनेको इन्टेन्जेबल एसेट पनि सक्यो, इन्भेस्टमेन्ट इन एसेट पनि सक्यो, ट्रेड एन्ड अदर रिसिभेबल हाम्रो हेर्नु त ओपनिङमा यति छ, क्लोजिङमा यति छ हो। ओपनिङमा यति छ, क्लोजिङमा यति छ। तर ओपनिङमा त हाम्रो सब्सिडियरीको पनि बाँकी थियो नि, जुन हाम्रो कहाँ छ? ट्रेड एन्ड अदर रिसिभेबल भनेर 31,275 जुन छ, यो जुन 31,275 जुन छ यो त ओपनिङमा थियो। भनेपछि हामीले यसलाई कहाँनिर लगेर एडजस्ट गरिदिनु पऱ्यो? इन्क्रिज इन ट्रेड एन्ड अदर रिसिभेबल भनेर हेर्नुहुन्छ भने ओपनिङमा यति थियो होइन, जसमा मध्ये हाम्रो यो भनेको सब्सिडियरी डिस्पोज गरेपछि घट्यो, र यति भनेको हाम्रो क्लोजिङमा बाँकी छ। भनेपछि जति पनि डिफ्रेन्स छ, जति पनि हाम्रो कम आएको छ, इन्क्रिज भएको छ, त्यो भनेको के हो? हाम्रो क्यास आउटफ्लो हो कि भन्नु त? इन्क्रिज इन ट्रेड रिसिभेबल। सपोज बाहिरबाट हामीलाई रिसिभेबल 1 लाख छ सुरुमा, तर क्लोजिङमा 2 लाख भइरहेछ भने हाम्रो के हुन्छ? 1 लाख आउनु पर्ने पैसा आइरहेको छैन भनेपछि त्यो पनि त क्यास आउटफ्लो हो। सो द्याट हामीले के गरिदिउँ? माइनस गऱ्यौँ। बुझ्नुभयो यसलाई? यसमा सब्सिडियरीको पोर्सन जुन डिस्पोज भएको छ त्यसलाई पनि घटायौँ। किन भन्दाखेरि नेट एसेटमा अघि मैले भने नि, जुन यो नेट एसेट छ, यो नेट एसेटमा त यो ट्रेड एन्ड अदर रिसिभेबल पनि छ, त्यो चाहिँ हाम्रो क्रेडिट भइसक्यो, डिरेकगनाइज भइसक्यो नि त। त्यसलाई हटाइदिनु पऱ्यो बुक्सबाट, ओपनिङबाट। क्लोजिङमा त छैन, ओपनिङबाट घटाइसकेपछि क्लोजिङमा अभियसली नआउने भयो। बुझ्नुभयो? बुझिराख्नु भएको छ नि सबैजनाले? त्यसपछि क्यास एन्ड क्यास इक्विभ्यालेन्ट हामीले कहाँ राख्छौँ? ओपनिङ र क्लोजिङ भनेर यहाँ तलपट्टि राखिदिन्छौँ। ओपनिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट, त्यसपछि क्लोजिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट।
होइन। त्यसपछि अर्को हेर्नुहुन्छ भने अर्डिनरी इक्विटी सेयरको गऱ्यौँ, सेयर डिलको गऱ्यौँ, रिटेन अर्निङको गर्नु बाँकी छ। रिटेन अर्निङमा हामीलाई कति दिएको छ, ओपनिङ यति दिएको छ, क्लोजिङ यति दिएको छ भनेपछि रिटेन अर्निङको हामीले के गरिदिनु पऱ्यो, लेजर बनाइदिनु पऱ्यो। रिटेन अर्निङमा हेर्नुहुन्छ भने ओपनिङ यति छ, क्लोजिङ यति छ, ड्युरिङ द इयरको प्रफिट सेयर अफ हाम्रोवाला त यहाँनिर एसओपिएलमै दिएको छ योवाला, होइन। एनसिआईको तल भयो, हाम्रो पोर्सन त रिटेन अर्निङमा हामीले जोडेर राख्छौँ भने जति पनि डिफ्रेन्स आउँछ हामीले डिभिडेन्ड दिएको भनेर पोइन्ट नम्बर यहाँनिर कतिमा भनेको थियो, पोइन्ट नम्बर 3मा भनेको थियो। हेर्नु त, द कन्सल्टेटेड स्टेटमेन्ट अफ चेन्ज इन इक्विटी फर द इयर सोज द्याट अल द कम्पनीज पेड अर्डिनरी डिभिडेन्ड ड्युरिङ द इयर भनेर भनेको छ नि। भनेपछि यो जति पनि डिभिडेन्ड छ ब्याङ्कको थ्रु पेमेन्ट गर्यो उसले भनेपछि यो कुन एक्टिभिटिज हो, कुन एक्टिभिटिजमा जान्छ, डिभिडेन्ड बेट भनेर यसरी हाम्रो फाइनेन्सिङ एक्टिभिटीमा जाने हो है। र यति गरिसकेपछि अब फर्दर हामीले ब्यालेन्स सिटमा जाउँ। ब्यालेन्स सिटमा गएपछि एट्रिब्युटेबल यो भइहाल्यो, यो गऱ्यौँ। अब लिज लाइबिलिटी भनेको हाम्रो कुन एक्टिभिटीमा जान्छ, पहिला 3 लाख थियो, अहिले 2,39,100 छ भनेपछि यो त घट्यो होला पक्कै पनि। फाइनेन्सिङमा लगेर हामीले घटाइदिनु पऱ्यो, फाइनेन्सिङमा लगेर पेमेन्ट अफ लिज भनेर यसरी घटाइदिनु पऱ्यो हो। लाइबिलिटी पार्ट हटाएर मात्र इन्क्रिज एन्ड डिक्रिज अफ इन क्यारिङ एमाउन्ट गरेको थियौँ नि, त्यो ड्युरिङ द इयर एक्विजिसन भयो भने मात्रमा गर्ने हो, ड्युरिङ द इयर भयो भने मात्रै गर्ने हो। नाइ यस्तो हुन्छ तपाईँको, अब ड्युरिङ द इयर गर्नुभयो भने फेरि कहाँ देखिन्छ, ओपनिङमा देखिँदैन, क्लोजिङमा त देखिन्छ नि त। भनेपछि ओपनिङमा नदेखे पनि क्लोजिङमा लगेर अब जोड्ने काम हुन्छ क्या, उल्टो हुने भयो क्या। अब त्यही अनुसार तपाईँले सोचेर जानु पर्यो। सपोज ओपनिङमा हाम्रो सब्सिडियरी थिएन, ड्युरिङ द इयर एक्विजिसन गऱ्यौँ भनेपछि क्लोजिङमा त अब सब्सिडियरीको एसेट आउने भयो भनेपछि पर्चेस गरे जस्तो भयो। अहिले अहिले त डिस्पोज गरे जस्तो भएको छ, तर त्यो बेला चाहिँ के हुन्छ, पर्चेस गरे जस्तो हुन्छ। त्यो भनेपछि के गर्नु पऱ्यो, ठ्याक्कै यसको हामीले अहिले जे गरिरहेको छौँ त्यसको उल्टो एडजस्टमेन्ट गर्नु पऱ्यो क्या। बुझ्नुभयो समीरजी? अब किनिराख्नु भएको छ भने त एड भइरहेछ नि त, होइन। भनेपछि पर्चेस एसेटहरू पर्चेस गरिरहेको जस्तो हुन्छ। गुडविल एकाउन्ट डेबिट, नेट एसेट डेबिट गर्नुहुन्छ, त्यो नेट एसेटभित्र के हुन्छ, सपोज तपाईँको ट्रेड रिसिभेबल होला, इन्भेन्ट्री होला, त्यसको एडजस्टमेन्ट अब जोडेर गर्नु पऱ्यो। यहाँ चाहिँ हामीले माइनस गरेर गरिरहेछौँ किनकि डिस्पोज भइरहेछ। बुझ्नुभयो? अब यहाँनिर लिज लाइबिलिटी भयो। अब इम्प्लोइ बेनिफिट एक्सपेन्सेस हेर्नु त 37,500 थियो, 42,150 छ क्लोजिङमा भनेपछि कसरी बढ्यो होला, पक्कै के अरे तपाईँको इम्प्लोइ बेनिफिट एक्सपेन्स एकाउन्ट डेबिट जुन एसओपिएलमा जान्छ, टु डेबिट टु प्रोभिजन भनेर, प्रोभिजन फर इम्प्लोइ बेनिफिट एक्सपेन्सेस भनेर 42150 माइनस 3750 गरेर 46250ले 4650ले उसले के गर्यो, एसओपिएल पनि घटायो होला, होइन। एसओपिएल पनि घटायो होला भनेपछि हामीले के गरिदिनु पऱ्यो, यसको एडजस्टमेन्ट कहाँ जान्छ भन्नु त, यसको एडजस्टमेन्ट कहाँ जान्छ, यो क्यास आइटम हो कि नन क्यास आइटम हो, प्रोभिजन फर इम्प्लोइमेन्ट बेनिफिट अब्लिगेसन भनेर जोड दिनु पऱ्यो किनकि यो नन क्यास आइटम हो, उसले घटायो होला माथिबाट, सो द्याट हामीले के गरिदिन्छौँ, जोड दिन्छौँ। यो पनि हाम्रो कम्प्लिट भयो। त्यसपछि ट्रेड एन्ड अदर पेएबल त अघि नै हामीले गरिसकेका छौँ। अब ड्यु टु रिलेटेड पार्टिज भनेर हेर्नु त इन्क्रिज भइरहेछ। पेएबल भनेपछि हाम्रो के हो, पैसा जानुपर्ने पैसा गइरहेको छैन भनेपछि हामीले के गरिदिनु पर्छ, वर्किङ क्यापिटल एडजस्टमेन्टमा रिलेटेड पार्टिजबाट गयो, जानुपर्ने गएन भनेर जोड दिन्छौँ। बुझ्नुभयो? अब अर्को भनेको हाम्रो इन्कम ट्याक्सको पनि गरिसक्यौँ भनेपछि सबै कुराकानी सकियो यहाँसम्म, होइन। भनेपछि हाम्रो हेर्नु त सबै एडजस्टमेन्टहरू सकियो, सबै एडजस्टमेन्ट सकाइसक्यौँ भनेपछि अब हाम्रो टोटल गर्ने काम मात्रै बाँकी छ, होइन। अब जो टोटल गरिसकेपछि तपाईँले यो जुन टोटल गर्नुहुन्छ यो पनि टोटल गर्नुहुन्छ, यो गरेपछि यति आउँछ, यति गएपछि तपाईँको क्यास फ्लो स्टेटमेन्ट बाँकी हुन्छ, के अरे बन्छ। अब एउटा तपाईँलाई सोलुसनमा, तपाईँलाई यो मेरो सोलुसन र तपाईँको बुकको सोलुसनमा एउटा कुरा फरक देख्नुहुन्छ तपाईँले। सपोज जुन हामीले यहाँनिर 2500 एडजस्ट गरेका थियौँ नि, यो 2500, त्यो 2500लाई तपाईँ हामीले कहाँ लगेर एडजस्ट गऱ्यौँ, पिपीमा लगेर एडजस्ट गऱ्यौँ नि, होइन। यहाँनिर लगेर एडजस्ट गरेका छौँ, होइन। तर तपाईँको बुकमा चाहिँ पिपीमा लगेर एडजस्ट गरेको छैन। उसले के गरेछ, यो यसमा एडजस्ट गरेर
तर कहाँ गऱ्यो यसमै सिधै जसरी हाम्रो योवाला छ नि आइटम, योवाला आइटम जसरी गरेछ यसमा पनि तपाईँको प्लस गरेर निल इफेक्ट चाहिँ निल जेरो देखाएको छ, तर त्यो चाहिँ रङ हो। त्यो त रङ हो नि त होइन, किन भन्दाखेरि तपाईँको कि तपाईँको गुडविलमा इम्पेयरमेन्ट अथवा चाहिँ त रिभर्सल भनेको भए त तपाईँको त्यहाँ भनि नै हाल्थ्यो आफै। तर इम्पेयरमेन्ट गुडविलमा भनेर भनेको छैन। इम्पेयरमेन्ट पक्कै पनि इन्डिभिजुअल एसेटको होला। इन्डिभिजुअल एसेटमा तपाईँले इम्पेयरमेन्ट रिभर्सल गरिराख्नु भएको छ भने के हुन्छ, एसओपिएल एकाउन्ट डेबिट सरी पिपिई एकाउन्ट डेबिट टु रिभर्सल भनेर एसओपिएलमा इम्प्याक्ट जाने हो नि त। भनेपछि नन क्यास एडजस्टमेन्ट तपाईँको कहाँ जान्छ, एसओपिएलमा जुन अपरेटिङ एक्टिभिटीमा एडजस्ट जाने हो। अनि पिपी बढिरहेछ भनेपछि त हामीले रिभर्सल गरिरहेछौँ भनेपछि यसमा पिपीको लेजरमा गएर जोड दिने होइन र। यो कुरा चाहिँ तपाईँहरूले फरक पाउनुहुन्छ। अनि तपाईँको फरक आउने भनेको चाहिँ यो एमाउन्ट र यो एमाउन्ट र यही एमाउन्ट जुन छ यो एमाउन्टमा मात्रै तपाईँले फरक देख्नुहुन्छ, अरू सबै कुराका नि सेम छ। अनि यसमा लफडा भनेको यही कुरा एउटा इम्पेयरमेन्ट अफ गुडविल अफ जारेटनमा चाहिँ हामीले जे कुरा गरेछौँ। नोट लेख्नुपर्छ यसमा, किनकि तपाईँको अब त्यो घानाको सोल्युसनमा त अर्कै तरिकाले गरिरहेछ नि त होइन। तपाईँको मार्क्स काट्दियो भने त तनाव भइहाल्यो, किनकि उसले हेर्ने भनेको यो 890112 हेरिदिन्छ होइन। अनि हाम्रो यो दुइटाको ठ्याक्कै 2500 डिफ्रेन्स छ। सो द्याट तपाईँले के गरिदिनु, इक्जाममा गर्दाखेरि चाहिँ सपोज यो क्वेसन आइहाल्यो भने, इन केस आइहाल्यो भने चाहिँ तपाईँहरूले यो पिपीमा एडजस्ट नगरिकन पिपीमा एडजस्ट नगर्नु होइन। सपोज यो जुन छ हामीले यहाँ जसरी गरेको छ यसलाई यसरी नगर्नु, यसलाई गर्दाखेरि चाहिँ माथि लगेर एडजस्ट गरिदिनु। अनि नोट लेखिदिनु तल के भनेर नोट लेखिदिनु, खासमा तपाईँको जानु पर्थ्यो पिपीमा, तर हामीले एडजस्ट चाहिँ अपरेटिङमै गरेका छौँ भनेर गरिदिनु। तर कन्सेप्चुअली त्यो चाहिँ रङ हो, यो चाहिँ राइट हो है। यसरी चाहिँ गर्नुपर्छ। ल कस्तो लाग्यो क्वेसन, ठिक छ होइन। नर्मल बोनस सेयर मात्र दिएको बेला त्यसको इफेक्ट क्यासमा त हुँदैन, तर त्यसले गर्दा इन्क्रिज भएको सेयर क्यापिटल त पोर्सन एडजस्ट भएको हुन्छ नर्मली एनएस 7 अनुसार। हो त्यसलाई त त्यो त आउँदैन हाम्रो। सर जे भयो नि घोकेर जाने पर्यो, कन्सेप्ट बिर्सियो नि हुन्छ हुने रहेछ। न कन्सेप्ट त बिर्सिनु भएन नि, किन भन्दाखेरि सब तपाईँको क्वेसनको सोल्युसनमा रङ हामीले के गरेका छौँ हेर्नु त। हामीले कन्सेप्चुअली सपोज तपाईँको यहाँ के भइरहेछ, इम्पेयरमेन्ट यो किन गऱ्यौँ भन्नु त। यो इम्पेयरमेन्ट त हाम्रो बुक्समा गुडविलै छैन नि त, अब कसरी एडजस्ट गर्नुहुन्छ त होइन। कन्सेप्ट हाम्रो के हो भन्नु त, गुडविल थियो भने गुडविलमा इम्प्याक्ट गयो भए हाम्रो के हुन्थ्यो, जोडेर जानु पर्यो, किनकि नन क्यास आइटम हो। तर गुडविलै बुक्समा देखिया छैन भने इम्पेयरमेन्ट पनि उसले बुक गर्यो होला त। सपोज तपाईँले सिम्पल हेर्नुहुन्छ भने एक्विजिसन डेटमा के गर्नुहुन्छ, एक्विजिसन डेटमा गुडविल एकाउन्ट डेबिट नेट एसेट डेबिट टु पिसी टु एनसिआई गर्नुहुन्छ। भनेपछि यो कुरा गुडविल जुन छ यो भनेको तपाईँलाई यहाँनिर गएर ब्यालेन्स सिटमा गएर यहाँ गुडविल कन्सो एसओएफपीमा गुडविल भनेर देखिनु पऱ्यो कि परेन भन्नु त। अनि इम्पेयरमेन्ट सपोज यो एमाउन्ट भन्दा कम भइरहेछ भने चाहिँ यसको इम्पेयरमेन्ट पछि पनि त यो ब्यालेन्स देखिनु पर्यो होइन र। तर यो देखेकै छैन भनेपछि यो बुकै भएको छैन। यदि यो बुक भएको थियो भने हामीले जुन इम्पेयरमेन्ट इन गुडविल छ त्यसलाई के गर्थ्यौँ, 37,500ले जोड्नु पर्थ्यो कि पर्दैन थियो। देखिरहेको छ मेरो स्क्रिन। यो जोड्नु पर्थ्यो, तर तपाईँलाई के थाहा भयो ब्यालेन्स सिट हेरेर भन्दाखेरि गुडविलै छैन। गुडविल कहाँ गायब भयो त, गुडविलै छैन नि त। भनेपछि अब यो गुडविल छैन भनेपछि इम्पेयरमेन्ट पनि उसले चार्ज गरेन भनेर हामीले इम्प्याक्ट 37,500 फेरि घटाइदिनु पऱ्यो क्या। किनकि यो किन गरेको भन्दाखेरि यसको पनि मार्क्स छ क्या यो क्वेसनमा, यो गरेको पनि मार्क्स छ, त्यो क्वेसनको सोल्युसन नै लेखाएको छ घानाको। यो लेख्नु भएन भने तपाईँको 2-3 मार्क्स चेट हुन्छ, बुझ्नुभयो नि। यो भयो एउटा कुरा। अर्को कुरा भनेको सपोज तपाईँको हो, तपाईँले यो घानाको सोल्युसन हेर्नुभयो भने तपाईँ घुम्नुहुन्छ क्या, कहाँ के गरेछ होइन। तर तपाईँको रिभर्सल अफ पिपी इम्पेयरमेन्ट रिभर्सल अफ पिपी भइरहेछ भने पिपीको भ्यालु बढ्ने हो नि होइन र। पिपी एकाउन्ट डेबिट त हुन्छ नै रिभर्सल भइरहेछ भने। त्यसरी बुझ्नु पऱ्यो। गर्न सकिन्छ यो क्वेसन। सर यो भिडियो हालिदिनु होला नि ग्रुपमा, हेर्नु पाइनु पर्छ फेरि एकचोटि आउनु मात्र।
हुन्छ ल, केही पऱ्यो भने सोध्नु होला होइन। ओभरअल चाहिँ यही नै हो। क्वेसन नम्बर 2A चाहिँ हामी अब भोलि कभर गर्छौँ त्यसलाई। एकचोटि ट्राई गर्नु होला। अर्को जुन हाम्रो इक्जाममा आएको छ क्यास फ्लो, त्यो झन् योभन्दा सजिलो छ क्या। त्यसमा त झन् केही पनि छैन, त्यो त खासमा लोट्री थियो तपाईँहरूको लागि। हुन्छ, म त्यो युट्युबमा अपलोड गरिदिन्छु ल यो भिडियोलाई। त्यो क्वेसन चाहिँ लट्री नै थियो तपाईँहरूको लागि होइन, तर नदेखिएको नगरेको मान्छेलाई त फेरि त्यो नयाँ हो, गर्न सक्दैन क्यास फ्लो त। यो भयो हाम्रो। अब हाम्रो 15 मार्क्सको थ्योरी जुन छ पास्ट क्वेसनवाला सबै सकिसकेको छ। अब लेटेस्ट अस्तिको एटेम्पको डिसेम्बर 2025 को तपाईँहरूले हेर्नु होला। अनि मैले यहाँनिर एक्सप्लेन द की फिचर्स अफ थर्ड जेनेरेसन अफ पिएफएम रिफर्म इम्प्लिमेन्टेड इन नेपाल, हाउ डु दिस रिफर्म कन्ट्रिब्युट टु इम्प्रुभ ट्रान्सपेरेन्सी एन्ड एकाउन्टेबिलिटी भनेर राखिदिएको छु। र त्यसमा हेर्नुहुन्छ भने इन्टिग्रेटेड फाइनेन्सियल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, ट्रेजरी सिङ्गल एकाउन्ट होइन, पर्फर्मेन्स बेस्ड बजेटिङ, स्ट्रेन्थिङ फिस्कल फेडरलिजम, त्यसपछि इन्टरनल कन्ट्रोल एन्ड इन्टरनल अडिट, ट्रान्सपेरेन्सी एन्ड रिपोर्टिङ एन्ड इम्प्रुभमेन्ट्स, रेभेन्यू एडमिनिस्ट्रेसन मोडर्नाइजेसनको कुरा, अनि इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट सिस्टमहरू होइन, इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट सिस्टमहरू, इन्टरनल एक्सटर्नल अडिट एन्ड ओभरसाइट स्ट्रेन्थिङ, ओभरअल तपाईँको गभर्नेन्स एन्ड सर्भिस डेलिभरी इम्प्रुभमेन्ट। र अर्को भनेको दुईवटा इम्पोर्टेन्ट पोइन्ट, क्लाइमेट रेस्पोन्सिभ पिएफएम र जेन्डर रेस्पोन्सिभ पिएफएम। यो कुरा पनि समेटेर तपाईँको नयाँ थर्ड फेजवाला पिएफएम आएको छ। क्लाइमेट रेस्पोन्सिभ पिएफएम भनेको चाहिँ क्लाइमेटसँग सपोज कुनै पनि चेन्जेस भयो क्लाइमेटमा भने त्यसको बेसमा पनि बजेटको चाहिँ एडजस्टमेन्टहरूदेखि लिएर हरेक कुरा गर्ने। अनि त्यसपछि इट मिन्स द गभर्मेन्ट युजेस इट्स बजेट एन्ड फाइनेन्सियल सिस्टम टु एड्रेस क्लाइमेट चेन्ज, रिड्युस रिस्क एन्ड सपोर्ट इन्भाइरोमेन्टल सस्टेनेबिलिटी भनेर भनेको छ। र अर्को भनेको जेन्डर बेस्ड पिएफएम भनेको चाहिँ इट इन्स्योर द्याट गभर्मेन्ट बजेट प्रोग्राम्स एन्ड स्पेन्डिङ बेनिफिट वुमेन र म्यान एन्ड जेन्डर डाइभर्स ग्रुप फेयरली एन्ड रिड्युस जेन्डर ग्याप भनेको हरेकलाई समान हिसाबले चाहिँ हाम्रो बजेटको फ्रेमिङदेखि लिएर त्यसको युटिलाइजेसन गर्ने कुराहरू गरेको छ है। सर यसमा त्यसको केही पनि त्यति धेरै नयाँ कुरा भन्दा पनि पहिलाकै कुरामा एडिसनल डिजिटलाइजेसनको कुराहरूदेखि लिएर अलिकति सबै तपाईँको प्रोक्योरमेन्ट सिस्टममा होला होइन। थर्ड फेजको चाहिँ यो क्वेसन छ। अब समरी बनाएर जुन त्यो पुरैवाला ड्राफ्ट थियो त्यसको चाहिँ म छुट्टै एउटा समरी बनाउन बाँकी छ मैले। अब त्यसको चाहिँ म तपाईँहरूलाई बनाएर पठाउँछु। त्यत्रो पढेर त कहाँ साध्य नै छैन नि। सर यो हाम्रो हिजो इक्जाम भएको थियो नि, हजुर, त्यसको त्यो के भन्नुभएको थियो? मैले आजको फर्स्ट अलि 10-15 मिनट मिस गरेँ कि। हिजोको त्यसको इक्जाम एन्सर दिनुहुन्छ होला नि? त्यसको एन्सरहरू सबै बुकमै छ। तपाईँहरूलाई सजेस्ट चाहिँ चाहिन्छ भने म त्यो प्रोभाइड गरिदिन्छु त्यसमा। मलाई प्रोभाइड गरिदिनु न। सरको सोल्युसन छ कि सर जुन 2026को प्रिटेस्टको कन्सल्टेसन क्वेसन नि कभर गराएँ। त्यसको नि म प्रिटेस्टको म छुट्टै कभर, प्रिटेस्ट र हाम्रो आरटिपीको म छुट्टै कभर गराइदिन्छु होइन। अस्तिको क्वेसन नम्बर 2 20 मार्क्सवालाको सरको सोल्युसन छ कि कुनवाला? अस्ति डे 17को भन्नुभयो हो। त्यसको म बनाएर पठाइदिन्छु ल, मैले त्यसको गरेको छैन ल, त्यसको पनि म प्रोभाइड गरिदिन्छु। हिजोको इक्जामको एन्सर पाइन्छ त्यो म प्रोभाइड गरिदिन्छु तपाईँलाई। सर यो अनि तपाईँले सुरुको फर्स्ट डेमा हाम्रो त्यो इम्पोर्टेन्ट क्वेसनहरू भनेर एउटा भोल्युम 1 भनेर दिनुभएको थियो नि हजुर क्वेसनहरू, हजुर हजुर छुट्टै बुक छ हो हजुर हो त्यसको? हो लिन पाइन्छ? पाइन्छ। त्यो के अरे मलाई एकचोटि वाट्सएपमा मेसेज गर्नु, म तपाईँलाई एउटा नम्बर पठाइदिन्छु होइन। त्यसमा भोलि डेलिभर गरिदिन्छ होला। सकेसम्म भोलि आउँछ नभए पर्सिसम्म डेलिभर हुन्छ ल। ए ल हुन्छ, त्यो म खोजिरहेको थियो कहाँ रहेछ भनेर। हुन्छ।